तपाईले पार्टी खोल्नु भयो नि पार्टी मैले खोलेँ म्याडमलाई तपाईले अध्यक्ष बनाएर उहाँ अध्यक्ष होइन पार्टीको संयोजक रमण कुमार कर्ण हो होइन उहाँ चाहिँ प्रस्तावित उपाध्यक्ष हो होइन देखाउने फेस त म्याडम हुनुहुन्छ नि एलिजा म्याडम होइन एलिजाजी त प्रस्तावित उपाध्यक्ष हो अहिले कुनै पदाधिकारी चयन पनि भएको छैन पार्टी एजेन्डा हो नेपालमा त कम्पनी खोल्न गाह्रो छ पार्टी खोल्न सजिलो छ होइन पार्टी चलाउनु पर्छ इमानदारी छ जनताको पार्टी चलाउन केही गाह्रो छैन अब जनताले भोट कसलाई हाल्ने त जनताले राम्रो काम गर्नेलाई हाल्ने इमानदार मान्छे कसरी छान्ने नि जनताले चिन्दैनन् देशभरिका मान्छेले ऋषि धमाला के हो ऋषि धमालाको हैसियत के हो ऋषि धमाला के काम गर्छ ऋषि धमालाले कसरी पत्रकारिता गरेछ सबैलाई थाहा छ नि मेरो भनाइ के हो भने यो पार्टी मेरो पार्टी होइन यो जनताको पार्टी प्रधानमन्त्रीले तुरुन्त बोलाएर प्रधान सेनापति स्वराज सिंहदेललाई बोलाएर 23 गते बेलुका नै सुरक्षा परिषदको बैठक राखेर राष्ट्रपतिलाई कन्भिन्स गरेर सेना परिचालन गर्नु पर्थ्यो त्यो गल्ती भएको कस्तो अवस्थामा चाहिँ यदि सेना परिचालन गरेको भए 24 गते घटना हुन्थ्यो र यस्तो किसिमको विध्वंस हुन्थ्यो यति तोडफोड आगजनी हुन्थ्यो राष्ट्रिय सम्पदाहरू चाहिँ आगजनी भयो नि त आज क्षति भयो नि ठुलो क्षति भयो धेरै शहीद भए धेरै उद्योगपति व्यापारीको पनि पीडा हेर्नुहोस् कतिपय उद्योगपति व्यापारी घरै सिद्धाए मिडिया हाउसमाथि आक्रमण भयो आगजनी भयो यदि सरकारले गम्भीरताका साथ लिएको भए र त्यतिखेरको गृहमन्त्रीले त फेरि राति नै राजीनामा दिनुभयो रमेश लेखकले त्यो राम्रो गर्नुभयो कि नराम्रो गर्नुभयो होइन उहाँले कि त अघिल्लो दिनै राजीनामा दिनु पर्थ्यो 22 गते नै प्लान गरेर अब गोली चलिसकेपछि मान्छे मरिसकेपछि राजीनामा दिएर के सिरियस हुनुपर्छ गम्भीर हुनु एकजना मान्छेलाई असहमति व्यक्त गरे पनि यो सिरियस कुरा आयो तत्काल यसलाई सम्बोधन गर्न लाग्नुपर्छ राज्यको कार्यकारी पर्नु भनेको लोकतन्त्रमा विरोध हुन्छ तर पनि त अब जेनजीहरू सडकमा आइरहेको छ भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर उनीहरूले चाहिँ एजेन्डा बनाइराखेको बेलामा नेपालको प्राइम मिनिस्टरले तुरुन्त जेनजीहरूलाई बोलाएर उहाँ त 19 गते त चीनबाट त काठमाडौँ आइसक्नु भएको थियो नेपाल फर्किसक्नु भएको थियो केपी शर्मा ओली उहाँले त 20 गते जेनजीहरूलाई बोलाएर वार्ता गरेर वार्ता समिति बनाएर सबै पार्टीलाई राखेर जेनजीहरूको माग सम्बोधन गर्नको लागि र सोसियल मिडिया ओपन गरिदिएर खोलिदिएर अनि भ्रष्टाचारलाई कारबाही गर्नुपर्छ भनेर उच्चस्तरीय न्यायिक आयोग बनाएर ल 3 महिनाभित्रमा रिपोर्ट देऊ कसलाई कसरी कारबाही गर्ने म तयार छु भनेर नेपालको प्रधानमन्त्रीले भने वा हुन्थ्यो नि त उहाँले त मिस्टेक गर्नुभयो मिस्टेक होइन त व्यवस्था गर्ने नजरअन्दाज गर्ने देशको प्रधानमन्त्रीले आउँछ के गर्छ फुच्चाफुच्चीले भन्ने एलकेजी तपाईँ र मेरो एउटा सहमति ल आज म घोषणा गर्न चाहन्छु एउटा शिक्षामा निःशुल्क अर्को स्वास्थ्यमा निःशुल्क ल तपाईँको छोराछोरी उसले उपचार पनि निःशुल्क गर्न पाछ स्वास्थ्यमा पनि उसले तपाईँलाई थाहा छ निःशुल्क उपचार पाछ र पढ्न पनि निःशुल्क पाछ भने उसले पढ्न पनि उसले पैसा तिर्नु परेन भने उसले चाहेको स्कुलमा पढ्न पाए निःशुल्क पढ्न पाए फी नतिर्कन पढ्न पाए र उसले चाहिँ शुल्क नतिर्कन उपचार गर्न पायो भने अनि तपाईँले भ्रष्टाचार गर्नुपर्छ गलत काम गर्नुपर्छ पर्दैन कार्यक्रममा स्वागत गर्न चाहन्छु दाजु थ्याङ्क यू सो मच एनके सरजी तपाईँले पछिल्लो समय युवा पुस्ताको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ आज स्पेसल तपाईँसँग म अलिकति डेभलपमेन्टको कुराहरू गर्छु तपाईँले गरिरहेको पत्रकारिता हिजोको र आजको नयाँ पुस्ताले गरिरहेको पत्रकारितामा के फरक पाउनु भएको छ आकाश जमिनको फरक छ नि मैले 46 सालको जनआन्दोलनलाई सफल पार्न समालोचना दैनिक मार्फत म पत्रकारिता गर्थेँ मैले गणेशमान सिंहको घरमा भएको रिपोर्टिङ 2046 साल माघ 5, 6 र 7 गते नेपालका टप मस्ट लिडरहरू पपुलर लिडरहरू त्यतिखेरको आन्दोलनकारीहरू तपाईँलाई थाहा छ गणेशमान सिंह कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला साना प्रधान तुलसीलाल अमात्य मनमोहन अधिकारी सबै नेताहरू हुन्थे वामपन्थी र काङ्ग्रेस वाम मोर्चा र काङ्ग्रेस तपाईँ त्यतिखेर राजाको विरोधमा हुनुहुन्थ्यो त्यतिखेर विरोधमा थियो पञ्चायती व्यवस्थाको विरुद्धमा सडकमा आएको पुस्ता हो जेनजी पुस्ता हो कति वर्षको उमेर थियो त्यतिखेर 14 वर्ष 2032 सालमा जन्मेको 46 सालमा कति वर्ष हो भन्नुहोस् त जेल पनि जानुभयो जेल 7 दिन हिरासतमा राख्यो मलाई अहिलेको पुलिस क्लब महेन्द्र पुलिस क्लब थियो त्यहाँ लगेर चाहिँ पुलिसले मलाई थ्रेट गर्यो यातना दियो कि दिएन यातना त्यसरी दिएन उसले के भने प्रजातन्त्रको पक्ष नबोल प्रजातन्त्रको पक्ष यहाँ बोल्न पाइँदैन त्यसरी तपाईँलाई समातेर ल्याएको उसले भन्थ्यो त्यतिखेर दाइ यस्ता क्यामेराहरू आज हामी पोडकास्ट गरिरहेछौँ यस्तो फेसिलिटी थिएन केही पनि थिएन मैले पत्रकारिता गर्दाखेरि समालोचना दैनिक म रिपोर्टर पनि हुँ व्यवस्थापक पनि हुँ र त्यो पत्रिका वितरक पनि हुँ मार्केट लड्त पत्रिकामा बेच्थेँ पनि मैले गरेको पत्रकारिता एकजना मान्छे 14 वर्षको उमेरमा तपाईँ पहिलेदेखि निडर हुनुहुन्थ्यो एकदम म निर्भीक थिएँ मेरो अब अस्ति बित्नुभयो ठुलो बुवा दुर्गा प्रसाद धमारा
बित्नुभयो उहाँ भर्खरै उहाँ भर्खरै बित्नुभयो धेरै भएको छैन 3-4 महिना भयो उहाँ चाहिँ पञ्चायती व्यवस्थाको एकदम पक्षपाती उहाँ मेरो गाउँमा 25 वर्ष पञ्चायती व्यवस्थाको नेतृत्वकर्ता प्रधान पञ्च बनेको भनेको मतलब आफ्नै ठुलो बुवा तपाईँको एन्टी हुनुभयो एन्टी म एन्टी भएँ त्यही त म एन्टी भएँ उहाँको विरुद्धमा सडकमा आएको मान्छे 40 सालको जना मैले उहाँलाई भने तपाईँले गाउँलाई शोषण गर्नुभयो गाउँलेलाई दुःख दिनुभयो मैले गरेको किन अब तपाईँ गाउँले मान्छेहरू आउँथे उहाँहरू के गर्नुहुन्थ्यो भने अधिकारी नदिने नागरिकता बनाउनु पर्यो भने 3 महिना 4 दिन लगाइदिने सिफारिस नदिने तपाईँलाई सही भएन यो कुरा मलाई सही भएन तपाईँ जनताकै लागि लड्नुभयो एकदम जनताको लागि लड्ने र 40 सालको जनआन्दोलनको मुभमेन्टको चाहिँ एउटा पत्रकारिताको माध्यमबाट काम गरेको सडकमा आएको र पत्रिका वितरण गरेर प्रजातन्त्र चाहियो मलाई प्रजातन्त्रले आउनुपर्छ भनेर सडकमा कराउने मान्छे हो 14 वर्षको उमेरमा त्यतिखेर राजाले तपाईँसँग भेट्नुभयो कि भेट्नु भयो होइन राजा वीरेन्द्रसँग भेट भएन पछि राजा वीरेन्द्रसँग भेट भयो तर त्यतिखेर त भेट्नु पनि थिएन किनभने हामी आन्दोलनकारी एगेन्स्टमा थियौँ म पञ्चायती व्यवस्थाको विरोधमा थिएँ तर राजा वीरेन्द्र धेरै राम्रो मान्छे तपाईँले प्रत्यक्ष राजा वीरेन्द्रसँग अगाडि बसेर कुरा गर्ने मौका पाउनुभयो त मैले पाएँ 2051 सालपछि जब दरबारमा बोलाउनु भएको थियो माओवादीको आन्दोलन सुरु भयो 2052 साल फागुन 1 गते त्यसपछि माओवादीको सशक्त द्वन्द्वमा चाहिँ उहाँको रुचि थियो यो कसरी भइरहेछ के भइरहेछ भनेर अनि एक दिन मलाई उहाँले नारायणीमा बोलाउनु भयो ओके त्यतिखेर दिपेन्द्र युवराधिराज दिपेन्द्र पनि हुनुहुन्थ्यो अनि दिपेन्द्र त्यहाँ बस्नुभएको थियो राजा वीरेन्द्र त्यहाँ बस्नुभएको तपाईँ जस्तै गरी उहाँले मलाई सोध्नुभयो के छ सशक्त द्वन्द्वमा चाहिँ कति क्षति भइरहेछ कसरी गरिरहेछन् कहाँबाट सञ्चालित छन् त्यो किसिमको उहाँको चाहिँ प्रश्न थियो मलाई ओके मैले के भने तपाईँलाई राजालाई थाहा हुँदैन मलाई प्रश्न सोध्ने भनेर मैले भने तपाईँले सिधै यसरी यसरी नै भने होइन राजा वीरेन्द्रलाई त्यतिखेर तपाईँको रिपोर्टर्स क्लब थियो कि थिएन थिएन तपाईँ पत्रिकामै काम गर्नु भएको थियो पत्रिकामा हिन्दू दैनिकमा काम गर्थेँ पवन थापा कुन्तलको पत्रिकामा काम गर्थेँ म हिन्दू दैनिक त्यसपछि मैले धेरै पत्रिकामा काम गरेँ नि त अनि त्यसपछि एक दिन मलाई राजा वीरेन्द्रले चाहिँ बाबुराम भट्टराईको अन्तर्वार्ता लिइसकेपछि पनि मलाई उहाँले एकजना मान्छे मार्फत किन लिएको बाबुराम भट्टराईको अन्तर्वार्ता त्यतिखेर माओवादी सशक्त द्वन्द्व थियो 2056 सालपछि अनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको थियो होइन 56 सालको चुनावपछि कृष्णप्रसाद भट्टराई 7 महिना प्रधानमन्त्री बन्नुभयो त्यसपछि उहाँलाई हटाएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो अनि मैले बाबुराम भट्टराईको इन्टरभ्यू लिएँ विमर्श साप्ताहिकमा हरिहर बिराईले ल बाबुराम भट्टराईको इन्टरभ्यू लिएर भन्नु ओम शर्माले सहयोग गर्नुभएको थियो रात पार्टीको अहिले ओम शर्मा त्यतिखेर अनि बाबुराम भट्टराई ओपनली हिँड्नुहुन्थ्यो कि भूमिगत हुनुहुन्थ्यो होइन ओम शर्मालाई मैले प्रश्न लेखेर दिएँ ए ओके ओम शर्माले प्रश्न लगेर बाबुराम भट्टराईलाई दिनुभयो बाबुराम भट्टराईले लिखित अन्तर्वार्ता पठाउनु हो क्या त्यो अनि उहाँले लेखेर दिएको भन्ने कुरा कुनै सिग्नेचर हुन्थ्यो त्यतिखेर भेरिफाइड कसरी होइन सिग्नेचर थिएन तर विश्वास ओम शर्माजीलाई मैले अनुरोध गरेँ अब उहाँ बाहिर हुनुहुन्थ्यो उहाँ माओवादीसँग निकट पत्रकार होइन अनि मैले के भने बाबुराम भट्टराईको इन्टरभ्यू लिन मलाई मन लाग्यो भनेपछि उहाँले प्रश्न लेखेर पठाउनुहोस् भने लेखेर पठाएँ तर बाबुराम भट्टराईले विमर्श भने चाहिँ तुरन्त चाहिँ अन्तर्वार्ता पठाउनु भयो त्यो अन्तर्वार्ता मेन न्युज छापी मैले राज संस्था फालिन्छ भनेर मेन न्युज बाबुराम भट्टराईको अनि तरङ्ग भइहाल्यो गिरिजाप्रसाद कोइराला प्राइम मिनिस्टर हुन्थ्यो उहाँले मलाई बोलाउनु भयो होइन तिमीले के गर्नु खोज्या संवैधानिक राज संस्था छ त्यसमा सशक्त द्वन्द्वको पक्षमा तिमीले पत्रकारिता गर्ने माओवादीले तिमीले साथ दिने राजाको चाहिँ स्थान जस्तो दिएर पत्रकारिता तिमीले गरिरहेछौ त्यो कुरा राजाले थाहा पाउनु भयो होला तर पछि कुरा चाहिँ भएन अन्तर्वार्तालाई लिएर तर त्यो अन्तर्वार्ता तरङ्ग ल्याएको थियो बाबुराम भट्टराईको पछि ज्ञानेन्द्र शाहसँग भेट भयो कि भएन होइन ज्ञानेन्द्र शाहसँग भेट भयो मेरो तर ज्ञानेन्द्र शाहमा एउटा राम्रो पक्ष है मैले किनभने अब मान्छेले ज्ञानेन्द्र शाहको ऋषि मलाई किन प्रशंसा गर्यो भनेर भन्लान् म लोकतन्त्रवादी हुँ लोकतन्त्रमा विश्वास गर्छु व्यवस्थाको चाहिँ म पक्षपाती हुँ तर राजा ज्ञानेन्द्रको एउटा राम्रो पक्ष म सशक्त रूपमा तपाईँलाई थाहा त्यतिखेर सशक्त रूपमै आन्दोलनको पक्षधर थिएँ ओके आन्दोलनकारी नै थिएँ रिपोर्टर्स क्लबमा खालि आन्दोलनको एजेन्डा मात्र बहस हुन्थ्यो 62-63 सालको जनआन्दोलनमा र मलाई त्यतिखेर 61 साल उहाँले माघ 19 गते कु गरिसकेपछि होइन राजाको शासन आयो उहाँ मन्त्री परिषदको अध्यक्ष बन्नुभयो राजा ज्ञानेन्द्र अनि मलाई तकमाको घोषणा भयो ओके होइन दरबारबाट अब तकमा लिने कि नलिने हेर्नुहोस् है म आन्दोलनकारी अहिलेसम्म मैले बाहिर भने पनि छैन कुरा आन्दोलनकारी अब तकमा दिने भनेको छ विभूषण वितरण गर्ने भनेको छ नारायणीमा व्यापक रूपमा पत्रकारहरू 4-5 जना मेरो पनि नाम छ तपाईँ फेरि राजाको विपक्षको मान्छे विपक्षी आन्दोलनकारी म धेरैलाई सोधेँ
अहिले राष्ट्र अध्यक्ष त हो नि भनेर धेरैले भने राष्ट्र अध्यक्षको हातबाट तपाईँले तकमा लिँदा के फरक पर्यो तपाईँले राम्रो पत्रकारिता गरेको भएर तकमा पाउन लाग्नु भएको थियो होइन हो एक्ज्याक्टली किनभने मैले जुन पत्रकारिता गरेको थिएँ रिपोर्टर्स क्लब मार्फत अथवा विभिन्न मिडिया मार्फत रेडियो टेलिभिजन मार्फत त्यतिखेर टेलिभिजन भर्खरै आउन थालेको थियो अनि अब मलाई त कान्तिपुरले त्यतिखेर हाइलाइट गर्नको लागि अब ऋषि धमला कसरी कान्तिपुर टेलिभिजनले सुन्छ है कसरी चाहिँ नारेटिभमा पस्छ राजासँग कसरी कुरा गर्छ निहुरिन्छ कि भनेर एउटा क्यामेरा मेरो लागि खटाएछ कान्तिपुरले तपाईँलाई सपोर्टको लागि खटा हो कि तपाईँलाई विरोधको लागि अब उसको रणनीति अनि म गएँ नारेटिभभित्र पसेँ नारेटिभबाट अब त्यो क्यामेराम्यान पनि पछि मैले हेरिरहेको छु क्या भित्र होइन हेरिरहेको छु त्यो क्यामेराम्यान पनि पछि लागिरहेको छ म हिँडिरहेको छु लाइनमा बसिरहेको छु जब टक्क चाहिँ तकमा लिने बेलामा राजा ज्ञानेन्द्र अगाडि होइन मैले नमस्कार गरेँ यसरी नमस्कार हात मिलाउनु भएन मिलाइन नमस्कार गरेँ अनि उहाँले तकमा लगाइदिनु भयो म चाहिँ ठाडो भएर ठाडो पारेर राष्ट्र अध्यक्षलाई सम्मान चाहिँ गरेँ नमस्कार भने पनि त्यो चाहिँ भिडियो छ नि कान्तिपुरले हेडलाइनमै राख्यो क्या ए ओके कान्तिपुर टेलिभिजनले अहिले पनि मलाई याद छ है मैले नयाँ कुरा त मलाई खुलासा गरेको अब दाइ म यहाँ रोकिहाल्छु तपाईँले रिपोर्टर्स क्लब खोल्नुपर्छ अनि सधैँ त आज पनि तपाईँ रिपोर्टर्स क्लबको अध्यक्ष होइन त्यतिखेरदेखि कन्टिन्यू अध्यक्ष हामी त सानो थियौँ सुन्थ्यौँ ऋषि धमला रिपोर्टर्स क्लबको अध्यक्ष भनेर कसरी कल्पना गर्नुभयो रिपोर्टर्स क्लबको अनि सबै पत्रकारहरूलाई त्यहाँ बोलाएर सबै सूचनाहरू त्यहाँबाट दिने कस्तो खालको सोच थियो पत्रकार सङ्घ थियो ओके पत्रकार सङ्घको अध्यक्ष त्यतिखेर तपाईँलाई थाहा छ होइन अब काङ्ग्रेस र एमालेका मान्छेहरू नै थिए त्यतिखेर म तपाईँलाई नाम भन्न चाहन्न काङ्ग्रेस एमाले गठबन्धन थियो त्यतिखेर पनि ओके पत्रकार सङ्घ थियो पत्रकार महासङ्घ भइसकेका थिएन पुतली सडकमा अफिस थियो अनि एक दिन हामी त्यहाँ जान्थ्यौँ बस्थ्यौँ सम्पादक सदनमा जान्थेँ गोविन्द बिउगी हरिहर बिरैसँग मेरो भेट हुन्थ्यो कुराकानी हुन्थ्यो म विमर्शमा काम गर्न सुरु गरिसकेका थिएँ अनि सबै संवाददाताहरूको लागि एउटा क्लब चाहियो एनकेजी क्लब चाहियो भनेर हामीले सोच्यौँ सुन है अब क्लब त चाहियो तर कसलाई अध्यक्ष बनाउने किन खोल्ने क्लब संवाददाताहरूको क्लब हामी लामो छलफल गऱ्यौँ त्यतिखेर नारायण बागले लुइटेल धेरै कलाकार पत्रकारहरूको कुरा गर्न चाहन्छु म एकदम सिनियर पत्रकारहरू अहिलेको पुस्ताको सबै क्षेत्रको मान्छे महाप्रसाद लामिछाने गोर्खापत्रमा काम गर्ने अब धेरै साथीहरू हुन्थ्यो त्यतिखेर हामीसँग अब नेपाल टेलिभिजनमा काम गर्ने धेरै साथीहरू हुनुहुन्थ्यो अनि त्यसपछि प्राइभेट सेक्टरमा काम गर्ने पनि धेरै साथीहरू हुनुहुन्थ्यो उहाँहरूको बिचमा ठुलो जमघट भयो केदार कोइराला पनि हुनुहुन्थ्यो सबै साथीहरूसँग व्यापक रूपमा हामीले छलफल गऱ्यौँ र हामीले एउटा सहमति गऱ्यौँ अब रिपोर्टर्स क्लब चाहिन्छ तर रिपोर्टर्स क्लब किन चाहिन्छ भन्ने बारेमा व्यापक बहस गऱ्यौँ रिपोर्टर्स क्लब चाहिन्छ तर रिपोर्टर्स क्लब चाहिँ एउटा इन्डियामा जसरी प्रेस क्लब छ दिनभरि मान्छे न्युज लेख्छन् बेलुका त्यहाँ जान्छन् आनन्दसँग बस्छन् साथीभाइ गफ गर्छन् होइन त्यसलाई चाहिँ एउटा बारको रूपमा विकसित गर्नुपर्छ त्यस्तो किसिमको रिपोर्टर्स क्लब बनाउनु पर्छ त्यो नाम छ नि रिपोर्टर्स क्लब भनेर नामाकरण तपाईँले गर्नुभयो कि अरू साथीहरूले गर्नुभयो त्यसमा चाहिँ साक्षात्कार कार्यक्रम भनेर चाहिँ जीवेन्द्र सिंह गर्नुभयो जीवेन्द्र सिंह खोडा जो रात पार्टीमै काम गर्नुहुन्छ अहिले प्रधान सम्पादक अथवा उहाँ सल्लाहकार हुनुहुन्छ त्यसपछि रिपोर्टर्स क्लब चाहिँ धेरैले नाम के राख्ने भने म त रिपोर्टर हुँ भने मैले रिपोर्टर्स क्लबै राखौँ भने चाहिँ रिपोर्टर्स क्लब नेपाल भनेर हामीले नामाकरण गऱ्यौँ दर्ता गरायौँ र 2054 साल चैत्र 17 गते रिपोर्टर्स क्लबको स्थापना भयो पहिलो वक्ता कृष्णप्रसाद भट्टराई सुन्नुहोस् है ओके अब कृष्णप्रसाद भट्टराई ल्याउन धेरै गाह्रो थियो सुन्नुहोस् यो कथा मैले कहीँ पनि भनेको छैन कृष्णप्रसाद भट्टराईलाई लिन गएँ म खुमलटार बस्नुहुन्थ्यो खुमलटार सरसिंह भण्डारी घरमा बस्नुहुन्थ्यो अनिताजी पनि हुनुहुन्थ्यो अनि म बिहानै गएँ कृष्णलाई आज रिपोर्टर्स क्लब तपाईँ 2 बजे आउनुपर्छ अफिस कहाँ छ बाबु भनेर भन्नुभयो मैले पनि कृष्णप्रसाद भट्टराईजी तपाईँ आहा जुधाएर कुरा गर्नु एकदम उहाँ चाहिँ मर्निङ वाक गरिरहनु भएको थियो र साटोबटामा चाहिँ उहाँ चाहिँ मर्निङ वाक सकेर ओमकार श्रेष्ठ युगप्रसाद उपाध्याय बासु रिसालसँग बसिरहनु भएको थियो ओके थाकेर बसिरहनु भएको थियो अनि मैले गएर भेटेँ नमस्कार कृष्णजी नमस्कार के छ बाबु मैले रिपोर्टर्स क्लब स्थापना भयो अब तपाईँले उद्घाटन गर्नुभयो रिपोर्टर्स क्लब खोलिसक्यो तिमीले मैले खोलेँ कृष्णजी ल म आउँछु कति बजी 2 बजी कहाँ भने सम्पादक समाजको अफिस पुतली सडकमा भने ल हुन्छ म गइहाल भने म गएँ म कार्यक्रम तयार गरिरहेको छु नेपालको सबै पत्रकार त्यहाँ उयो लाग्यो सबै नेपालभरिको टप वरिष्ठ पत्रकारहरू
होइन युवा संवाददाता सबै क्या रिपोर्टरहरू सबै अहिले जो खुसीले हो सबै होइन खुसी भयो कसरी अब चाहिँ कृष्णप्रसाद भट्टराई आउन सक्छ कार्यक्रममा कतिलाई विश्वासै थिएन कृष्णप्रसाद भट्टराई रिपोर्टर्स क्लब उत्तरमा आउँछ ऋषि धवन ल्याउन सक्छ भन्ने पनि थियो त्यहाँ अनि यो रिपोर्टर्स क्लब तपाईँको प्राइभेट थियो त्यतिखेर प्राइभेट होइन दर्ता गर्नु पर्दैन थियो हामीले दर्तै गरिसकेका थियौँ सूर्य कार्यालयमा दर्ता गरिसकेका थियौँ अब पहिलो वक्ता कसलाई ल्याउने भन्ने बारे बहस भयो कृष्णप्रसाद भट्टराई हामीले किन रोज्यौँ भन्दाखेरि उहाँ नेपाल पत्रकार सङ्घको पनि पहिलो सभापति ओके र रुसको कम्युनिस्ट पार्टीको महासचिव खुप्सिसको अन्तर्वार्ता लिने पनि उहाँ र पहिलो सभामुख पनि उहाँ पहिलो प्रधानमन्त्री अन्तर्गत सरकारको पनि उहाँ धेरै कारणले मैले कृष्णप्रसाद भट्टराईले संस्थापक नेता नेपाली काङ्ग्रेसको धेरै कारणले गर्दा मैले कृष्णप्रसाद भट्टराईलाई तपाईँको प्रमुख वक्ता बनाएँ अब म गएँ किसिम त आउनुहुन्न सम्पादक तयार भइसक्यो पत्रकारहरू आइसक्यो समस्या आयो हेर्नुहोस् त्यतिखेर मोबाइल थिएन अब म त पुगेँ पार्टी कार्यालय टेकुमा थियो काङ्ग्रेसको पार्टी कार्यालय संयोग कस्तो पऱ्यो भने कृष्णप्रसाद भट्टराई चाहिँ गाडीमा चढिसक्नु भएको थियो ओके गाडीमा चढेर ठ्याक्कै अहिलेको त्यो साल ट्रेनिङको अफिस त्यो जुन छ नि टेकुको चोकमा उहाँ गाडीमा आइसक्नु भएको थियो जिप थियो उहाँको पुरानो जिपमा चढेर आइरहनु भएको थियो मैले ठ्याक्कै रोकेँ मोटरसाइकलमा किन बाबु किन रोकेँ होइन कार्यक्रममा जानु पऱ्यो रिपोर्टर्स क्लबको कार्यक्रममा म जान सक्दिनँ भन्नुभएको छ जान सक्दिनँ भन्नु अनि त्यसपछि उहाँले के भन्नु लो खुमलटारमा म पछि लागेँ पछि मोटरसाइकलमा गएँ उहाँ खुमलटार जानुभयो घरमा अनि त्यहाँ योग प्रसाद उपाध्याय बाँसुरी चालहरू सबै डिके साईहरू बेनीबहादुर कार्कीहरू सबै त्यहाँ यता प्रोग्राम रेडी भएर रेडी भइसक्यो सबै पत्रकार ओहिरो लागिसक्यो त्यहाँ 200-300 जना पत्रकार त्यतिखेर अब मलाई त फसाद पऱ्यो हेर्नुहोस् कृष्णप्रसाद भाइ जान तयार हुनुहुन्न अनि त्यहाँ गएर कृष्णजीसँग अड्डी नै कसेर भने कृष्णजी आज तपाईँ जानुहुन्न भने म तपाईँलाई पनि अब पारपार गरौँ त्यसरी भने जानै पर्छ तपाईँको कारणले मैले कार्यक्रम राखेँ भने चाहिँ घरमै पुग्नु घरमै पुगेँ अनि कृष्णजीले ल म केही खान्छु भन्नु केही खानुभयो अनि योग प्रसाद उपाध्यायले होइन गइदिनुहोस् त्यत्रो मान्छे आइसकेको छ तपाईँले जान्छु भनेको हो बिहान किन भने हामीसँगै थियौँ भनेपछि कृष्णप्रसाद ल होइन बाबु भनेर उहाँकै गाडीमा सम्पादक समाजमा पुतली सडकमा कृष्णप्रसाद भट्टराईले पहिलो वक्ता रिपोर्टर्स क्लब ल्याउँदाखेरि मान्छे हेरिआएर क्या कसैले विश्वासै गराएको थिएन त्यतिखेर नारायणवाली कान्तिपुर हुनुहुन्थ्यो पत्रिकामा उहाँले त्यो मेन न्युज बनाउनु भएको थियो क्या कृष्णजीको त्यो कार्यक्रम मलाई याद छ गुरुराज लुइटेलहरू हुनुहुन्थ्यो कान्तिपुर सबै साथीहरू अन्त त्यतिखेर त्यो पैसा त खोल्ने पैसा छ नि तपाईँलाई कसले लगानी गर्नुभएको थियो त्यतिखेर संयोग गजबको छ अब एकजना मान्छेलाई बिर्सन चाहन्न प्रकाश तिब्लीवाला त्यतिखेर उद्योगपति हुनुहुन्थ्यो ओके उहाँले रिपोर्टर्स क्लब नेपाल खोल्नको लागि भनेर केही सहयोग गर्नुभयो तर हामीले केही समय सम्पादक समाजमै हाम्रो कार्यक्रम गर्न थाल्यौँ त्यहाँ कृष्णप्रसाद भट्टराई त्यसपछि गएर मनमोहन अधिकारी धेरै नेताहरू गिरिजाप्रसाद कोइरालालाई लगेपछि धेरैले भने कहाँ अब सम्पादक समाज अर्काको हलमा पैसा तिरेर कार्यक्रम गर्थ्यौँ हामी एउटा कार्यक्रमको 3000 4000 5000 दिनु पर्थ्यो 2000 दिनु पर्थ्यो हेरेर क्या ओके अनि अब खर्च धेरै हुने भयो अब हप्तामा कोही बेला 3टा कार्यक्रम हुने भयो रिपोर्टर्स क्लब कार्यक्रम व्यापक रूपमा त्यसपछि हामीले चाहिँ त्यो प्रकाश तिब्रीवालाजीले रिपोर्टर्स क्लबमा ल म किनिदिन्छु तपाईँलाई चाहिने टेबलहरू मेचहरू कुर्सीहरू म किनिदिन्छु भनेपछि हामीले चाहिँ पुतली सडकमै रिपोर्टर्स क्लब नेपालको अफिस खडा गऱ्यौँ नत्र भने हामीले ब्यानर गोजीमा बोक्ने सम्पादक समाजमा जाने कार्यक्रम गर्ने अनि कार्यक्रम सकिएपछि त्यो पनि ब्यानर गोजीमा हालेर हिँड्ने त्यतिखेर त्यो भाडा तिर्नु पर्थ्यो स्टाफहरूलाई स्यालेरी दिनु पर्थ्यो अलिअलि पर्थ्यो 2-3 जना थिए कति बेला 5000 10,000 दिनु पर्थ्यो त्यति हामी दिएर जसरी हुन्छ जसो अलिकति ओके अनि तपाईँको यात्रा टेलिभिजनसम्म कसरी आयो अलिकति यहाँ पनि कुरा गरौँ अब टेलिभिजनमा चाहिँ मेरो यात्रा कसरी सुरु भन्दाखेरि 2056 सालको चुनावमा गिरिजाले मलाई बोलाएर के भन्नुभयो अरे म प्रधानमन्त्री हुनुहुन्थ्यो तिमी देशभरि घुम त भन्नु किन भने सर्वे गर न चुनाव कसले जित्छ भन्ने कुरा तिमीसित ज्ञान छ यार पोलिटिक्सको भन्नु अनि म मेचीदेखि महाकाली घुम्न थालेँ ओके घुम्न थालेँ हेर्नुहोस् है अनि गिरिजाले भन्नुभयो कुन क्षेत्रमा कसले जित्छ हेर है भन्नुभयो अनि म फेरि त्यतिखेरैदेखि नेताहरूलाई एकै ठाउँमा राखेर बहस गर्थेँ क्या रिपोर्टर्सहरूको ब्यानर राख्ने ओके चुनावी बहस त्यो चाहिँ केमा आउँथ्यो पत्रिकामा आउँथ्यो कि टिभीमा सबै आउँथ्यो सब जस्तो एनटिभीमा आउँथ्यो त्यहाँ त्यतिखेर जुन मिडिया थियो उनीहरूले चाहिँ देखाउँथे ओके अब डेली पेपरहरू सबै आउँथ्यो अन्तर्क्रिया हुन्थ्यो नि त जनता पत्रकार नेता अन्तर्क्रिया होइन त्यो कार्यक्रम चाहिँ मलाई अहिले पनि याद छ होइन मैले धेरैको कार्यक्रम गरेँ अनि गिरिजाले एक दिन अनि म देश घुमेर आइसकेपछि बोलाउनु भयो ल तिम्रो सर्वे के छ मैले साप्ताहिक विमर्शमा मेन्यु छापेको छु हेर्नु होला त्यतिखेर ओके काङ्ग्रेसले 114 जित्छ भनेको थिएँ मैले 114 जित्यो ठ्याक्कै पुग्यो ठ्याक्कै पुग्यो कसरी क्याल्कुलेसन गर्नु अब त्यतिखेर क्याल्कुलेसन गजबको छ अनि मैले त्यतिखेर नेपाल कम्युनिस्ट पार्टी तपाईँ त्यहाँ घुम्न जाँदा कसलाई सोध्नुहुन्थ्यो जनतालाई सोध्थेँ
जनतासँग अन्तर्क्रिया गर्थेँ म यहाँको अवस्था के छ, कुन नेताले जित्छ, कसले के गर्यो भनेर। अनि त्यतिखेर एमाले फुटेको थियो। वामदेवजी एकतिर हुनुहुन्थ्यो, माधव नेपालहरू केपी ओली अर्कोतिर हुनुहुन्थ्यो। एमाले फुटेको थियो। एमालेबाट र तपाईँलाई त्यतिखेर माओवादीको सशक्त द्वन्द्व थियो। अनि वामदेव गौतमले मालेको नेतृत्व गर्नुभएको थियो, उहाँ पनि चुनावमा जानुभएको थियो। अनि एमालेको 67 सिट आउँछ भनेको थिएँ मैले। सुन्नु है, लगभग त्यति नै आयो क्या। म छक्कै परेको छु क्या अहिले। ओके, ठ्याक्कै क्यालकुलेसन मिल्यो क्या। मैले चाहिँ मत सर्वेक्षण भनेर है साप्ताहिक विमर्शमा मेन न्युज बनाएँ। चुनावभन्दा अगाडिको कुरा हो यो, एक हप्ता अगाडि। ठ्याक्कै मिल्यो। त्यसपछि यो अनि मैले टेलिभिजनको कुरा गर्नु। टेलिभिजनमा चाहिँ कसरी आएँ भने 62-63 सालको जनआन्दोलन चलिरहेको थियो। त्यो आन्दोलन सकिएपछि गिरिजा प्राइम मिनिस्टर भन्नुभयो र उहाँले मलाई के भन्नु भने तिमी नै भारत भ्रमण जानुपर्छ भन्नुभयो। म पहिलो भारत भ्रमण 62-63 सालको जनआन्दोलन सफल भइसक्यो। गिरिजा प्रसाद जानुभयो र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह आएर मलाई, तपाईँ सँगै हुनुहुन्छ? सँगै थिएँ। र गिरिजा प्रसाद कोइरालासँग उहाँले हात मिलाएर भन्नुभयो तपाईँ त एसियाकै महान राजनेता हो भन्नुभयो क्या। ओके, गिरिजा प्रसाद मेरो त एकदम छाती गर्वले मेरो छाती फुल्यो क्या। एउटा खुसी हुन्छ, खुसी भयो नि त। आफ्नो देशको नेतालाई भारतीय प्रधानमन्त्रीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा आएर एसियाकै राजनेता भन्दाखेरि त त्यो गर्व लागेको कुरा हो नि त। उहाँले पनि मान्नु भएछ यो कुरा त एकदम, हैन? माने भारतले पनि स्वीकार्यो नि त। त्यो किन आन्दोलन पछिको प्राइम मिनिस्टर भयो, राज संस्था फालेपछिको प्राइम मिनिस्टर। त्यसपछि त म बिहान होटल ताजमा बसिरहेको थिएँ, गिरिजा त्यहीँ बस्नुहुन्थ्यो। बिहान 7:30 बजे उहाँले मलाई बोलाउनु। नलिनी सिंह, नेपाल 1 टेलिभिजन नेपालमा चलिरहेको थियो। अनि गिरिजाले मलाई बोलाएर के भन्नु भने मलाई आज एउटा प्रस्ताव तिमीलाई राख्न मन लागेको छ, तिमी मान्छेकै मान्दैनौ, यहाँ नलिनी सिंह पनि हुनुहुन्छ, उहाँले चाहिँ नेपाल 1 टेलिभिजनमा तिमीलाई स्पेसल रिपोर्टरको रूपमा नियुक्ति गर्न चाहनुहुन्छ। स्पेसल, तिमीले चाहिँ विशेष न्युज मात्र हेर्ने, 7 बजे नेपालमा बसेर 7 बजेको बुलेटिनमा न्युजभित्र अन्तर्वार्ता गरिदिने, 10-15 मिनटको अन्तर्वार्ता। न्युजभित्रको अन्तर्वार्ता सुरुवात गरेँ मैले हो नेपाल 1 टेलिभिजन मार्फत, मैले हो। अहिले जसले पनि गर्छन्। अनि पहिलो अन्तर्वार्ता मैले सुभाष चन्द्र नेवाङको गरेँ। ओके, उहाँ संविधान सभाको त्यतिखेर अब चुनावको तयारी थियो होइन, तर उहाँ अन्तिम संसदको सभामुख हुनुहुन्थ्यो। त्यो अन्तर्वार्ता मैले गरेँ क्या, पहिलो अन्तर्वार्ता। ओके। अनि त्यसपछि गिरिजाले काम गर्छु भन्नु, मैले गिरिजाऊ म त अहिलेसम्म टेलिभिजन गर्न चाहेको पनि छैन। म त रेडियोमा काम गरेँ, म चाहिँ घटना विचारमा मैले काम गरेँ, परिवेश कार्यक्रम पनि काम गरेँ, धेरै कार्यक्रमहरू मैले चलाएँ रेडियोमा चाहिँ। लोक आयोग चुनाव भन्ने कार्यक्रम पनि चलाएँ। अनि गिरिजाले चाहिँ ल मेरो एउटा अनुरोध छ, मेरो कुरा चाहिँ तिमीले नकाट, जसरी हुन्छ नलिनी सिंहको नेपाल 1 टेलिभिजनमा चाहिँ काम गर्थ्यो 6 महिनाको लागि। ओके, भन्नुभयो। गिरिजा प्रसाद कोइरालाको आग्रहलाई मैले हार्न सकिनँ र मैले नेपाल 1 टेलिभिजनमा काम सुरु गरेँ। टेलिभिजनको मेरो इन्ट्री त्यहाँबाट सुरु भयो। तपाईँले त्योभन्दा अगाडि क्यामेरा फेस गर्नुभएको थियो? क्यामेरा फेस बोल्ने, इन्टरभ्यू कसरी लिने, क्यामेरा फेस चाहिँ मैले कसरी गरेको थिएँ भन्दाखेरि म बसमा जान्थेँ, आन्दोलनहरू भइरहन्थ्यो। अब हरेक टेलिभिजन रिपोर्टर्स हलमा आउँथेँ। रिपोर्टर्स हलमा आउँदाखेरि त सबै क्यामेराले खिच्नुपर्ने हुन्थ्यो। मैले प्रश्नहरू सोध्थेँ नेताहरूलाई, त्यो फेस त गरेको थिएँ। तर यसरी हुन्छ नि, जसरी आज तपाईँले 1 to 1 कुरा गरिरहेको छौँ नि, त्यसरी चाहिँ मैले फेस गरेको थिइनँ। नेताहरूसँग बसेर अन्तर्क्रिया गर्ने होइन, अन्तर्वार्तामा प्रश्न सोध्ने टेलिभिजनमा चाहिँ मैले काम गरेको थिइनँ। सुभाष चन्द्र नेवाङको पहिलो अन्तर्वार्ता लिँदाखेरि म चाहिँ खुसी भएँ। टेलिभिजन तपाईँलाई डर लागेन? डर लाग्यो गर्ने, हात काम्ने होइन, लागेन त्यस्तो केही पनि? किनभने एकपटक चाहिँ मलाई डर लागेको थियो क्या। नेपालमा चाहिँ व्यक्तित्व कला कार्यक्रम हुन्थ्यो, व्यक्तित्व कला कार्यक्रम हुन्थ्यो नि होइन। देशभरिबाट विद्यार्थी छानिन्थ्यो। म जनपद स्कुलमा पढ्थेँ 2047 सालमा। अनि देशभरिबाट म छान्ने व्यक्तित्व कलामा। कति क्लासमा पढ्दाखेरि? त्यतिखेर 9मा पढ्थेँ म। 9मा पढ्थेँ 47 सालमा। 48 सालमा मैले एसएलसी दिएको जनपदबाट। अनि म गएँ, हेर्नुहोस् है पुरा यसरी लाइट बालिरहेको छ। म त अब त्यहाँ बोल्दाखेरि त तपाईँको त पानीले जस्तो पसिनाले छ नि, पानीले भिजे जस्तो पसिनाले भिजिसक्यो क्या बोल्दाखेरि। त्यो एकदम डर लाग्यो क्या, एकदम के हुने हो। तर मैले 3 मिनटको समय दिएको थियो एउटा टपिक्समा होइन, विद्यार्थीहरूको भूमिका के हुनुपर्छ अहिलेको अवस्थामा भनेर। मैले राम्रोसँग 3 मिनटमा बोलेँ। म देशभरिमा सेकेन्ड भएँ। त्यतिखेरदेखि तपाईँलाई बोल्न चाहिँ मन लाग्यो? एकदम बोल्न मन लाग्यो। म 46 सालको जनआन्दोलन पछि त 62-63 सालको जनआन्दोलनमा त म त 180वटा स्कुलको लिडरै थिएँ। अब 46 सालको जनआन्दोलनमा त विद्यार्थी नेता 180वटा स्कुल लिडर थिएँ म। उपत्यका महाभिसङ्घर्ष समिति थियो
ओके विश्वनिकेतन माध्यमिक विद्यालयमा ठुलो मिटिङ भयो काठमाडौँ उपत्यकाभरिका विद्यार्थीहरू त्यहाँ जम्मा भयो ल कसलाई नेता बनाउनु ऋषि धमलाल भने म त 40 सालमा 14 वर्ष उमेरमा 180वटा स्कुलको नेतृत्व गरेँ भने तपाईँले आफ्नो राजनेता मान्नु पर्यो भने कसलाई मान्नुहुन्छ अब नेपालमा छ नि देश र जनताको पक्षमा काम गर्ने नेताहरू त धेरै छन् होइन इमान्दार मान्छेहरू पनि नभएको होइनन् फेरि हामीले अहिलेको स्थितिलाई हेरेर सबैलाई गाली गर्नु हुँदैन म चाहिँ बिपी कोइरालालाई चाहिँ एउटा दूरदर्शी राजनेताकै रूपमा मान्छु किनभने उहाँले 3-4वटा कुरा राम्रो गर्नुभयो क्या जस्तो मेलमिलापको नीति लिएर आउनुभयो 2033 साल त्यो उहाँकै पालामा थियो पुस 16 गते त्यो उहाँकै पालामा थियो उहाँले नै त्यो नीति ल्याउनु भयो काङ्ग्रेसमा त्यसले राजासँग मिलेर जानुपर्छ भनेर उहाँले प्रस्ताव ल्याउनु भएको थियो नि त उहाँ प्रवासमा बस्नुहुन्थ्यो भारतमा बस्नुहुन्थ्यो होइन अब देश सङ्कटमा गयो अब मैले नेपालमै फर्काउनुपर्छ भने आउनुभयो नि त्यो एउटा ठुलो दूरदर्शिता हो अर्को उहाँले जन्मसङ्ग्रहमा आफूले हार्दा पनि स्वीकार्नु भयो जनताले दिएको म्यान्डेटलाई मान्नुपर्छ त्यो दूरदर्शिता क्या ओके हामी कहाँ त मान्छे धाँधेली भयो मान्दैन नि त जनताको म्यान्डेट पनि कहिले बेला त अस्वीकार गर्छ नि कुनै बेला तर त्यो दूरदर्शिता र तेस्रो कुरा उहाँ साहित्यिक फाँटको पनि एउटा राम्रो छ नि एउटा लेख्न सक्ने एकदम तपाईँले भेट्न पाउनु भयो कि पाउनु भएन मैले भेट्न चाहिँ पाइनँ बिपी कोइराला ओके ऋषि दाइ मलाई एउटा कुरा तपाईँसँग सोध्न मन लागेको छ तपाईँसँग यो इनर्जी यो ऊर्जा कसरी आउँछ बिहानदेखि बेलुकासम्म तपाईँ देशको लागि जनताको लागि काम गरिरहनु भएको छ बोलिरहनु भएको छ तपाईँलाई यति धेरै गालीहरू पनि कमेन्टमा आउँदाखेरि पनि तपाईँलाई मतलब छैन कपाल अहिले पनि कालै छ शरीर हाम्रोभन्दा फुर्तिलो छ के कारणले जोस आउँछ के खानुहुन्छ दाइ संसारमा गाली नखाने पात्र कोही छ र राम्रो काम गर्ने मान्छेले गाली खान्छन् गाली खान्छ काम गर्ने गाली खान्छ ताली गाली सबै खान्छ सबै कुरा पचाउन सक्छ तपाईँलाई के मतलबै छैन यो कुरामा होइन जनताको काम गर्दै जाने हो देश र जनताको हितमा काम गर्ने हो आलोचनाबाट डराउनु हुँदैन आफूले गल्ती गर्नु हुँदैन संसारमा छ नि विश्वका महापुरुषहरू महात्मा गान्धी जसले भारतलाई स्वतन्त्र बनायो उहाँको हत्या गरे होइन र नेसनल मण्डेला विश्वमा हेर्नुहोस् न ठुल्ठुला महान नेता अब्राहम लिङ्कनदेखि अहिलेको पुस्ताको छोडिदिनुहोस् तपाईँ ठुल्ठुला विश्वका महान नेताहरूको जीवनी पढ्नुहोस् न विरोध कसको भएन भन्छु म अहिले काम गर्ने कि अमेरिकाको राष्ट्रपतिको विरोध हुँदैन र जो मान्छे शक्तिमा छ त्यसको विरोध पनि हुन्छ प्रशंसा पनि हुन्छ तर उसले डेलिभरी दिनु पर्यो जनताको लागि काम गर्नु पर्यो र उसले विकास र समृद्धिको यात्रा मुलुक लिएर जानु पर्यो उसले चुक्नु भएन ऊ व्यक्ति स्वार्थी हुनु भएन उसले पार्टीको स्वार्थभन्दा माथि उठ्नु पर्यो नेसनल इन्ट्रेस्टमा काम गर्न सक्नु पर्यो राष्ट्रियता र जनतालाई सर्वोपरि ठानेर काम गरेको नेतामा जनताले छ नि जतिसुकै अरूले आलोचना गरे पनि साथ दिन्छ ओके हामी पोलिटिकल कुरा पनि गर्छौँ ऋषि दाइ तपाईँले पत्रकारिता गरेर कुनै नेताको पदे गएको अनि कुनै नेता चाहिँ तपाईँको मन्त्री भएको अनि मन्त्रीमा भएको मान्छे तपाईँको पत्रकारिताको कारणले गर्दा पदे गएको कहिलेकाहीँ सेयर मार्केट तलमाथि भएको देशमा आमूल परिवर्तन भएको त्यस्तो कुनै न्युजहरू छ धेरै छ कुनै अन्तर्वार्ताहरू छ शरदसिंह भण्डारी बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो 2067 सालपछि माधव नेपाल पछि झलनाथ खनाल हुनुभयो झलनाथ खनाल पछि बाबुराम भट्टराई आउनुभयो 68 सालमा शरदसिंह भण्डारी रक्षा मन्त्री हुनुहुन्थ्यो उहाँले रिपोर्टर्स क्लबमा गएर बोल्नुभयो यदि मधेसको जनताको चाहना अनुसार काम भएन भने 22वटा जिल्ला छुटिन सक्छ नेपालबाट भन्ने उहाँले बोलिदिनु भयो व्यापक रूपमा न्युज भने पार्लियामेन्टमा 3 दिनसम्म तपाईँको अवरोध भयो तपाईँहरूले लेखालेखी गर्नुभयो होइन सबै लेखे रिपोर्टर्समा बोले सबै लेखे शरदसिंह भण्डारीले तुरुन्त राजीनामा दिनु पर्यो उहाँको पद गयो तपाईँको कारणले हो मेरो कारण नरहरि आचार्य गिरिजाप्रसाद कोइराला काङ्ग्रेस सभापति उहाँ प्रवक्ता हुनुहुन्थ्यो उहाँले भन्नुभयो राज संस्था ल्याउनुपर्छ राज संस्था फाल्नुपर्छ गणतन्त्र ल्याउनुपर्छ काङ्ग्रेस संविधान राज संस्थाको पक्षधर पार्टी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला तुरुन्त गिरिजाप्रसाद कोइरालाले उहाँको प्रवक्ता बर्खास्त गरिदिनु मलाई हटाइदिनु तपाईँको न्युजको प्रभाव मेरो न्युजको कारण मेरो अन्तर्वार्ताको कारणले अनि तुलसीलाल माथि मैले लिएको घटना विचारको अन्तर्वार्ता कारणले उहाँ कारबाही पर्नुभयो पद पनि गयो त्यसपछि अब राज्य मन्त्री त धेरै छन् त्यसपछि धेरै मन्त्रीहरूको जागिर गएको छ जस्तो जयप्रकाश गुप्ताको पनि जागिर गएको छ एकपटक होइन सरकारी कर्मचारीहरू पनि त्यस्ता छन् तपाईँको न्युजको प्रभाव र दबावको कारण होइन केही सचिवहरूको सर्वस्वमा भएको छ जागिरै गएको छैन तर सचिवहरूको सर्व भयो जस्तो रिपोर्टर्स क्लबमा 6 जना सचिवहरू आउनुभयो 46 सालको निर्वाचनपछि कृष्णप्रसाद भट्टराई चाहिँ प्रधानमन्त्री हुनुहुन्थ्यो मैले 6 जना सचिवलाई बोलाएँ अहिले भोजराज पोखरेलदेखि धेरै
धेरै सचिवहरू काबिल सचिवहरू आउनुभयो। भोजराज पोखरेल त प्रमुख निर्वाचन आयुक्त पनि बन्नुभयो। उहाँहरू सबै रिपोर्टर्स क्लबमा आउनु 6 जना सचिवले अझै पनि हाम्रो देशको प्रशासनिक क्षेत्र नोकरसाही छ भनेर बोलिदिनु व्यापक रूपमा न्युज भन्यो। पहिलो पटक नेपालको 6 जना दिग्गज ब्युरोक्राट्स सचिवहरू रिपोर्टर्स क्लबमा गएर बोलेपछि तरङ्ग ल्याए ब्युरोक्रेसी र उहाँहरूलाई सौरभ पनि भयो कतिपयको। त्यो किसिमको न्युज र न्युजको प्रभाव र दबाव त ठुलो हुने रहेछ नि। ठुलो समाचारले त अहिले त पछिल्लो समय त अब धेरैको जाहिर गएको छ होइन, अहिले पनि गइरहेको छ नि। जस्तो कतिपय मन्त्रीहरू राजीनामा दिनु पर्यो पनि हामीले देखेका छौँ। तर त्यतिखेर पनि क्या त्यति सामाजिक सञ्जाल त थिएन नि त। तर पनि मान्छेहरूको जाहिर गएको छ धेरैको मेरो कारणले। त्यति प्रभाव थियो। ओके ऋषिदाइ अब अलिकति पोलिटिकल कुरा गर्छु। भदौ 23 र 24 गते जेनजी आन्दोलन भयो, देशका सरकारी संरचनाहरू ध्वस्त भए। त्यो दुःखदायी कुरा हो। लोकेन्द्र भाइ चन्दको पनि जाहिर गएको छ है, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो तपाईँको कारणले गर्दा। मेरो कारणले 2059 साल चैत्र 17 गते रिपोर्टर्स क्लब वार्षिक उत्सव राजाको प्रधानमन्त्री भएको बेला राजाको प्रधानमन्त्री लोकेन्द्र भाइ चन्द र जनसरकारको प्रमुख बाबुराम भट्टराई उहाँहरू वार्तामा आउनु भएको थियो राजाको प्रतिनिधिसँग वार्ता गर्ने भनेर। 2059 साल असोज चाहिँ 19 गते तपाईँलाई थाहा छ नि, त्यतिखेर राजाले चाहिँ संविधानको धारा 127 प्रयोग गरेर उहाँले चाहिँ लोकेन्द्र भाइ चन्दलाई प्राइम मिनिस्टर बनाउनु थियो शेरबहादुर देउवालाई हटाएर। अनि मैले रिपोर्टर्स क्लबमा बोलाएँ वार्षिक उत्सवमा। त्यही दिन होइन वार्षिक उत्सवमा चैत्र 17 गते भनिरहेको छु त मैले। ओके आउनुभयो दुवैजना, एकतिरबाट लोकेन्द्र भाइ चन्द, अर्कोतिरबाट बाबुराम भट्टराई, अर्कोतिरबाट गिरिजाप्रसाद कोइराला, अर्कोतिर ढोकाबाट माधवकुमार नेपाल अहिलेको जुन संसद भवन चल्यो नि त्यो भवनमा कार्यक्रम गरेको थिएँ मैले। सबै पार्टीका नेताहरू ओहिरो लागे, माधवकुमार नेपालदेखि सबै, वामदेव गौतम, सुशील कोइराला सबै। अनि मैले आजको कार्यक्रमको प्रमुख अतिथि लोकेन्द्र भाइ चन्द र विशिष्ट अतिथि डाक्टर बाबुराम भट्टराई भनेर मञ्चमा एकैचोटि ल्याएँ र हात मिलाउन लगाएँ। राजाको सरकारको प्रमुख र त्यतिखेरको प्रधानमन्त्री र अनि जनसरकार प्रमुख माओवादीको त्यतिखेर जनसरकार थियो, बाबुराम भट्टराई त्यसको प्रमुख हुनुहुन्थ्यो। दुवैलाई एकै ठाउँ राखेर हात मिलाएको थियो। यस्तो तरङ्ग सिएनएले त्यो न्युज बजाएको छ क्या। ओके सिएनएले प्रभाव एकदम ठुलो, सबै मिडियामा व्यापक बहस चल्यो। युवराज घिमिरे कान्तिपुरको चाहिँ सम्पादक हुनुहुन्थ्यो, उहाँले चाहिँ सम्पादकै लेख्नुभयो ऋषि धमलाले किन त्यसरी राजाको प्रधानमन्त्री ल्याएर जनसरकारको प्रमुखसँग राखेर के गर्न खोज्यो भनेर सम्पादकै लेख्नुभयो उहाँले। त्यो ठुलो इस्यु बन्यो, मुद्दा बन्यो, बहस भयो र 7 दिनपछि राजीनामा दिनुभयो। उहाँले राजीनामा दिनुभयो। त्यतिसम्म दबाब पर्दो रहेछ। त्यति दबाब पर्यो, ठुलो दबाब। अब अलिकति पोलिटिकल कुरा गर्छु। भदौ 23 र 24 गतेको जिन्जी आन्दोलनले देशका धेरै सम्पत्तिहरू ध्वस्त भए, कयौँ क्षति भए, कयौँ नेताहरूको घर जल्यो, देश विध्वंस भयो। त्यो राम्रो थियो अथवा नराम्रो थियो? त्यो विदेशी षड्यन्त्र थियो अथवा देशभित्रकै मान्छेहरूले गरेका षड्यन्त्र थिए? तपाईँको राजनीतिक बुझाइ के हो यसमा? एनके शरदजी, अब तपाईँले गम्भीर प्रश्न सोध्नुभयो। नेपालमा आन्दोलन हुनेवाला नै थियो, मसँग सूचना पनि थियो। मैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेको थिएँ अब जेनजीहरूको आन्दोलन सशक्त हुँदैछ नेपालमा, मतलबै थिएन जेनजीहरूले नै आन्दोलन गर्छ भनिरहेको थिएँ कि। तपाईँलाई इन्फर्मेसन होइन आन्दोलन हुन्छ भन्ने, एकदम सशक्त आन्दोलन हुन्छ भन्ने इन्फर्मेसन मसँग थियो। ठुलै आन्दोलन हुन्छ, परिवर्तन हुने। किन भन्दाखेरि त्यतिखेर नेपालको प्रधानमन्त्रीसँग हाम्रो मित्र राष्ट्रहरू रिसाएको थियो। कूटनीतिक चातुर्यता नेपालको प्रधानमन्त्री प्रस्तुत गर्न सक्नु। कुन देशको? हाम्रो अब देशको नाम नलिउँ, ओके, सबैलाई थाहा छ। त उहाँले कूटनीतिक रूपमा चातुर्यता देखाउन सक्नु भएन, सन्तुलित परराष्ट्र नीति अनुसार उहाँ अगाडि बढ्न सक्नु भएन। त्यसपछि मित्र राष्ट्रहरू रुष्ट थिए प्रधानमन्त्री केपी शर्मा ओलीसँग। त्यतिखेर उहाँ चीन गइसकेपछि झन् त्यसले तरङ्ग ल्याए, बिआरआई गरेर आउनुभयो। अझै मित्र राष्ट्रहरू असन्तुष्ट भए। बिआरआई चाहिँ चीनसँग नहोस् भन्ने धेरैको चाहना थियो। तपाईँले बुझिहाल्नु मित्र राष्ट्र भन्ने बित्तिकै। त्यसपछि म देशभरि घुमेको पनि थिएँ, मसँग सूचना पनि थियो, जनताहरू आक्रोशित थिए। यी भ्रष्ट नेता भन्थे। केपी शर्मा ओली गएका कार्यक्रममा धेरै आलोचना हुन्थ्यो, विरोध हुन्थ्यो। तपाईँले इन्फर्मेसन पुर्याउनु भएको थिएन? होइन, मैले उहाँको टिमलाई भन्थेँ क्या, जस्तो अब टिम राम्रो हुनु पऱ्यो क्या। संसारमा
प्राइम मिनिस्टर अथवा जुनसुकै नेताको पनि टिम राम्रो भयो भने त्यो मान्छे सफल हुन्छ क्या टिमवर्क हो क्या एकजना व्यक्तिले चाहेर केही पनि गर्न सक्छ परिवर्तन गर्नै सक्दैन टिमवर्क हो जस्तो आज भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी किन सफल भए त टिमवर्कको कारणले हो नि त टिम राम्रो चाहियो टिम छान्दाखेरि आफ्नो मान्छे होइन राम्रो मान्छे ल्याउनु पर्यो ओके मेरो मान्छे होइन देशको मान्छे छान् त्यसपछि के भयो त्यसपछि मलाई सूचना थियो अनि मैले सूचना दिँदाखेरि कसैले माने तपाईँले भन्नु त जेएनजी आन्दोलनको कुरा गर्दाखेरि अब भदौ 23 को आन्दोलन स्वाभाविक थियो जेएनजीहरू सडकमा आउनु आवश्यक पनि थियो गोली चलाउनु ठिक थियो गोली चलाउनु ठिक थिएन मैले त खालि आन्दोलन गर्नु ठिक छ भन्दा छु जेएनजीहरूको मुद्दा ठिक थियो मैले त रिपोर्टर्स क्लबमा 3 दिन अघि नै घोषणा गरेको थिएँ यदि सामाजिक सञ्जाल सरकारले बन्द गरेको छ यदि यो खुलेन भने सरकार जान्छ भनेर बोल्ने मान्छे म तपाईँले बोल्नु भएको थियो बोलेको थिएँ हेर्नुहोस् न जस्तो माइतीघर मण्डलमा गएर मैले थ्रेटै गरेको थिएँ तुरुन्त सामाजिक सञ्जाल खोला होइन भने सरकार ढल्छ एक साता पनि टिक्दैन भनेको थिएँ मैले त्यतिखेर पत्रकार महासङ्घको विरोध प्रदर्शन थियो ताना दालहरू सबै हुनुहुन्थ्यो त्यतिखेर मैले बोलेको छु क्या मलाई थाहा थियो नि त जेएनजीहरूको आन्दोलन सशक्त हुँदैछ 23 गतिको आन्दोलन जस्तो गोली चलाउनु गलत थियो गोली चलाउनु हुन्थेन क्या हाम्रो देशमा समस्या कहाँनिर आइरहेछ भन्दाखेरि अहिले जेएनजीहरू त जायज माग लिएर आएको थियो नि त उनीहरूले के सत्ता परिवर्तन कुरा गरेका थिए त उनीहरूले त भ्रष्टाचारलाई कारवाही गर पारदर्शी हो होइन एन्टी करप्सन कुरा गरेका थिए तिमीहरूका के तपाईँहरूको छोराछोरीको कुरा गरेका थिए भने नेताहरूको छोराछोरीलाई उनीहरूले भनेका थिए तिमी किन कसरी गाडी चढ्छन् कसरी खान्छन् नेपो बिबी कहाँ बस्छन् कसरी खान्छन् कस्तो ब्याग लिएर हिँड्छन् उनीहरूको जीवनशैली कार्यशैली कहाँबाट पैसा आयो उनीहरूको एजेन्डा त्यो थियो नि त उनीहरूले सोसियल मिडियामा क्याम्पेन त गरिराखेको थिए जलाउनेवाला कुनै प्लान थिएन यिनीहरूको तपाईँले पाएको जेएनजीहरूको त थिएन जेएनजीहरूको जलाउनेवाला थिएन तर जेएनजीहरूलाई उकास्ने धेरै थियो मसँग सूचना आइसकेको थियो त्यो जल्छ भने तपाईँलाई थाहा थियो होइन त्यो दिन चाहिँ मलाई के थाहा थियो भन्दाखेरि अगाडिको कुरा होइन मैले 23 गतेको कुरा गरिरहेको 23 गते दिउँसो 2:30 बजेतिर जो मान्छे चलखेल गर्न चाहन्थे त्यही दिनै संसद भवनमा उनीहरू चाहिँ जेएनजीहरूलाई उतारेर राष्ट्रिय झन्डा फरफराउन चाहन्थे उनीहरूको प्लान थियो पोलिटिकल पार्टीका मान्छे थिए होइन अब धेरै मान्छेहरूको प्लान थियो भनिदिनुहोस् न दाजु होइन अहिले मैले पोलिटिकल पार्टी तोकेर त म भन्दिनँ एनकेजी मलाई डर छ र डर छैन मलाई डर छैन म निर्भीक भएर भन्न सक्ने मान्छे तर तपाईँलाई मैले अहिले आजको दिनमा चाहिँ तपाईँलाई कुनै दिन म खुलासा गरौँला मगा मान्छे आयो सुन्नुहोस् है नजिकै थियो नि त प्राइम टेलिभिजनको अफिस र संसद भवन त मगा मान्छे आयो र मगाएको मान्छेले के भने आज सकिएन मैले त जेएनजीलाई 20 लाख दिन्छु 50 लाख दिन्छु त्यहाँ जानुस् झन्डा फरफराउनुहोस् भन्दा पनि आज फरफराएन आज हाम्रो सेटिङ मिलेन भनेर उनीहरू कुरा गरिरहेको तपाईँसँग गरेको रेकर्ड छ त्यो कुराहरूको अब त मैले चाहिँ रेकर्ड राख्दिनँ है मेरो एउटा बानी के छ भने मैले आजसम्म तपाईँलाई थाहा छ 35 वर्ष मेरो पत्रकारिता भयो एनकेजी मैले कुनै पनि रेकर्ड छैन मान्छेको जस्तो बिना अनुमति म रेकर्ड गर्दिनँ ओके मेरो पत्रकारिता एथिक्सले के भन्छ भने झुकियाएर कसैलाई ब्ल्याकमेलिङ पत्रकारिता नगर बरु इमान्दारिताका साथ पत्रकारिता गर जे हुन्छ त्यही गर ओके पत्रकारिता इमान्दारिता चाहिन्छ आजसम्म मैले ठुल्ठुलो नेताको घरमा बसेको छु नि त ठुल्ठुलो मिटिङमा म सहभागी भएको छु तर मैले कुनै पनि गलत काम किनभने म तपाईँसँग कुरा गर्दाखेरि अन्तर्वार्ता लिँदाखेरि म आफ्नो इन्फर्मेसनमा खेल्छु तर म इन्फर्मल कुराहरूमा औपचारिक कुरामा म राम्रोसँग दखल राखेर बहस गर्छु अनौपचारिक कुरालाई म बाहिर ल्याउन चाहन्न त्यो मान्छेको जीवनको सबभन्दा ठुलो विश्वास हो तपाईँसँग भएको इन्टरनल कुरा मैले बाहिर ल्याउनु मिल्छ आन्तरिक कुरा बाहिर ल्याउनु मिल्छ ओके हामी कन्टिन्यू गरौँ प्लिज त्यसपछि 60 लाख 70 लाखको जुन कुरा गर्दै हुन्थ्यो जेएनजीलाई दिन्छु भनेर कोही मान्छेले एप्रोच गर्नलाई जेएनजी उतारेर छ जेएनजी उतारेर छ उनीहरूको चाहना के थियो भने त्यही दिन विद्रोह होस् त्यही दिन तोडफोड होस् संसद भवन तोडफोड होस् संसदमा चाहिँ राष्ट्रिय झन्डा फहरा होस् यो 2 बजे भन्दा अगाडिको कुरा हो पछाडि होइन 2 बजे जब जेएनजीहरू आन्दोलनबाट बाहिरिन थाल्यो नि किनभने उनीहरूले भने अब हिंसात्मक आन्दोलनमा हाम्रो सहभागिता छैन भने जेएनजीहरू जब घर फर्कन थाले उनीहरू चाहिँ आज हाम्रो प्लान असफल भयो भनेर भन्न थाले त्यतिखेर गोली चलिसकेको थियो कि थिएन होइन गोली चलिसकेको थियो केही मान्छेहरू हताहत भइसकेका थिए ओके अनि किन पुलिसले भोलिपल्ट सुरक्षा दिएन शस्त्र प्रहरी आएन प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली हुनुहुन्थ्यो नि त्यतिखेर उहाँले जवाफ दिनुपर्छ भन्छु म त तपाईँको बुझाइ के हो तपाईँ त त्यतिखेर नेपाली सेनासँग प्रधानमन्त्रीले तुरन्त बोलाएर प्रधान सेनापति स्वराज सिंहदेललाई बोलाएर 23 गते बेलुका नै सुरक्षा परिषदको बैठक राखेर राष्ट्रपतिलाई कन्भिन्स गरेर सेना परिचालन गर्नु पर्थ्यो त्यो गल्ती भएको कस्तो अवस्थामा चाहिँ यदि सेना परिचालन गरेको भए 24 गते घटना हुन्थेन र यस्तो किसिमको विध्वंस हुन्थेन यति तोडफोड आगजनी हुन्थेन
राष्ट्रिय सम्पदाहरू चाहिँ भयो नि त आगजनी भयो नि त आज क्षति भएको क्षति भयो नि ठुलो क्षति भयो धेरै शहीद भए धेरै उद्योगपति व्यापारीको पनि पीडा हेर्नुहोस् कतिपय उद्योगपति व्यापारीको घरै सिद्धाए आगजनी गरिदिए नेताहरूको घर चल्यो मिडिया हाउसमाथि आक्रमण भयो आगजनी भयो यदि सरकारले गम्भीरताका साथ लिएको भए र त्यतिखेरको गृहमन्त्रीले त फेरि राति नै राजीनामा दिनुभयो रमेश लेखकले त्यो राम्रो गर्नुभयो कि नराम्रो गर्नुभयो होइन उहाँले कि त अघिल्लो दिनै राजीनामा दिनु पर्थ्यो 22 गते नै प्लान गरेर अब गोली चलिसकेपछि मान्छे मरिसकेपछि राजीनामा दिएर के गर्ने युवाहरूको त ज्यान गयो नि त त्यो शहीद परिवारको पीडा छ नि त्यो टाइमको सरकार प्रधानमन्त्री जो हुनुहुन्थ्यो नि उहाँ र गृहमन्त्रीले खेल्नुपर्ने भूमिका के थियो होइन खेल्नुपर्ने भूमिका शान्ति सुरक्षा समितिले खेल्नुपर्ने भूमिका के थियो तीनटा कुरा थियो जस्तो राज्यको प्रमुख कार्यकारी प्रमुखले सानातिना कुरा हो यो भनेर हल्का फुल्का रूपमा लिनु हुँदैन ओके सिरियस हुनुपर्छ गम्भीर हुनु एकजना मान्छेलाई असहमति व्यक्त गरे पनि यो सिरियस कुरा आयो तत्काल यसलाई सम्बोधन गर्न लाग्नुपर्छ राज्यको कार्यकारी प्रमुख भनेको लोकतन्त्रमा विरोध हुन्छ तर पनि त अब जेनजीहरू सडकमा आइरहेको छ भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ भनेर उनीहरूले चाहिँ एजेन्डा बनाइराखेको बेलामा नेपालको प्राइम मिनिस्टरले तुरुन्त जेनजीहरूलाई बोलाएर उहाँ त 19 गते त चीनबाट त काठमाडौँ आइसक्नु भएको थियो नेपाल फर्किसक्नु भएको थियो केपी शर्मा ओली उहाँले त 20 गते जेनजीहरूलाई बोलाएर वार्ता समिति बनाएर सबै पार्टीलाई राखेर जेनजीहरूको माग सम्बोधन गर्नको लागि र सोसल मिडिया ओपन गरिदिएर खोलिदिएर अनि भ्रष्टाचारलाई कारबाही गर्नुपर्छ भनेर उच्चस्तरीय न्यायिक आयोग बनाएर ल 3 महिनाभित्रमा रिपोर्ट देऊ कसलाई कसरी कारबाही गर्ने म तयार छु भनेर नेपालको प्रधानमन्त्रीले भने वाह हुन्थ्यो नि त उहाँले त मिस्टेक गर्नुभयो मिस्टेक होइन त व्यवस्था गर्ने नजरअन्दाज गर्ने देशको प्रधानमन्त्रीले आउँछ के गर्छ फुच्चाफुच्चीले भन्ने उहाँले भन्नु भएन 22 गते आफ्नै पार्टीको कार्यक्रममा भन्नु भएन गोदावरीको हलमा केही होइन त्यसैले हल्का फुल्का रूपमा लिनु हुँदैन क्या देशको प्रधानमन्त्री गम्भीर बन्नै पर्छ पहिलो कुरा दोस्रो कुरा कहाँ चुक्नु सुरक्षा निकालेर उहाँले चाहिँ राम्रोसँग परिचालन गरेर है के गर्नुपर्छ नेपाली सेना परिचालन गर्न पनि तयार हुनु पर्थ्यो नेपाली सेनालाई उहाँले मैदानमा ल्याउन सक्नु पर्थ्यो राष्ट्रपतिलाई कन्भिन्स गराएर त्यस्तो कुरा उहाँले 22 गते नै पद छोडिदिए भए पनि हुन्थ्यो आन्दोलन हुन्थ्यो नि 23 गते यो खालको स्थिति सिर्जना हुन्छ भन्ने जानकारी शान्ति सुरक्षा समितिले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थियो कि थिएन तपाईँलाई इन्फर्मेसन प्रधानमन्त्रीले भनिरहनु भएको छ ब्रिफिङ भएको थियो तर यो किसिमको यसरी ठुलो घटना हुन्छ तोडफोड हुन्छ आगजनी हुन्छ भन्ने कुरा चाहिँ ब्रिफिङ भएन भन्नुहुन्छ प्रधानमन्त्रीको रूपमा त्यतिखेर केपी शर्मा ओलीले उहाँले भनिरहनु भएको छ तत्कालीन प्रधानमन्त्रीले तर मलाई लाग्छ राष्ट्र चलाउने मान्छे इन्फर्मेसन हुनुपर्छ म एउटा तपाईँलाई उदाहरण दिन चाहन्छु गिरिजाप्रसाद कोइरालाले के गर्नुहुन्थ्यो भन्दाखेरि प्रधानमन्त्री हुँदाखेरि हामीलाई बोलाउनुहुन्थ्यो बिहानै ओके बिहान मिडियामा के आछ समाचारहरू सबै लिएर है भन्नुहुन्थ्यो पत्रिका अनि 8-10 वटा पत्रिका हामी उहाँलाई किनेर लगिदिन्थ्यो त्यो पत्रिका हेरेर उहाँले यो न्युज कसरी आयो के भयो भनेर पहिला सबै न्युज पढ्नुहुन्थ्यो र अनि दिनभरि उहाँ इन्फर्मेसन खेल्नु क्या ओके नेता भनेको त इन्फर्मेसन खेल्नु अबको जमाना त इन्फर्मेसनको जमाना हो नि यानि चाहिँ तपाईँको त्यो बेलामा प्रधानमन्त्रीसँग कुराहरू भएन अनि त्यतिखेर अगाडि केपी शर्मा ओलीसँग कुरा भएन तत्कालीन प्रधानमन्त्रीसँग भएन मेरो त्यसपछि जेनजी आन्दोलन भइसकेपछि प्रधानमन्त्री कहाँ जानुभयो के इन्फर्मेसन तपाईँलाई छ होइन अब त्यो सबै इन्फर्मेसन बाहिर आइसकेको छ होइन नेपाली सेनाले तपाईँसँग कम्युनिकेसन भएको थियो कि थिएन होइन मैले फोनै गरिनँ तपाईँलाई पनि गर्नु भएन होइन मलाई पनि गर्नु भएन मैले पनि गरिनँ किन कुनै पनि नेतालाई गर्नु भएन होइन मैले केही नेताहरूले मलाई फोन गर्नुभएको थियो तर मैले चाहिँ नेताहरूलाई किन फोन गरिनँ भने उहाँहरूको कारणले गर्दाखेरि जेनजी आन्दोलन भयो देशमा आगजनी भयो नेताहरूले अझै पनि गल्ती कमजोरी भयो भनेर स्वीकारेनन् क्या मेरो प्रश्न त्यहाँनिर हो जो सत्तामा बसे नि सुन्नुहोस् सत्तामा बस्ने नेताहरूले गल्ती कमजोरी स्वीकार्नुपर्छ कमजोरी भयो भने भन्न आत्मसात गर्न सक्नुपर्छ क्या नेता भनेको मान हुनुपर्छ हृदय फराकिलो हुनुपर्छ जनताको लागि काम गर्नुपर्छ कमजोरी जनता गरेर माफ माग्नुपर्छ म भनिरहेको छु ल आज तपाईँसँग भनिरहेको छु विगतमा मैले कमजोरी गरे भए म आज सच्याउन तयार छु कोही पनि मान्छे दुधले नुहाएको त हुँदैन कमजोरी जसको नै हुन्छ नि तपाईँ पशुपतिनाथको मन्दिरमै गएर दर्शन नगर्ने पनि धेरै छन् भने उहाँ जाँदाखेरि किन मान्छेको छ नि सबभन्दा ठुलो सकारात्मक सोच राख्नु पर्यो अब म निषेधको राजनीति बन्द गरेर भन्छु नेपालमा सबै मिला र अहिलेका नेताहरू 3 जना नेताहरू शेरबहादुर देउवा केपी शर्मा ओली प्रचण्डले त राजनीतिबाट छ नि
आजको दिनमा अहिलेको अवस्थालाई मध्यनजर गरेर युवाहरूको चाहना अनुसार उहाँले भनेर ल अब युवाहरूलाई अथवा पुस्तान्तरण गर्ने नेतृत्व हस्तान्तरण गर्न हामी तयार छौँ। अब देश तपाईँहरूले बनाउने हामी अभिभावक भएर बस्छौँ संरक्षकको रूपमा तपाईँलाई साथ दिन्छौँ हामी। अगाडि बढ्नु, देश बन्नु, हाम्रो ज्ञान अनुभव होइन जुन किसिमको छ नि त्यो लिनुहोस्, तर देश बनाउनु पर्छ भन्नुपर्छ क्या। तर मैले पुस्तान्तरणको नेतृत्वको परिवर्तन कुरा किन गरिरहेको छु भन्दाखेरि हाम्रा देशका नेताहरू परिपक्व छन्, तर परिपक्वता उनीहरूले राजनीतिमा देखाउन सकेन। उनीहरूको योगदान छ, सङ्घर्ष छ, जेल बसे, व्यवस्था परिवर्तन उनीहरू सफल भए, अवस्था परिवर्तन उनीहरू असफल भए, जनतालाई डेलिभर दिन सकेनन्, भ्रष्टाचारले कारबाही गर्न सकेनन्, कुशासन भयो, सुशासन भएन, युवाहरू विदेशमा गए, नातावाद कृपावाद, आफ्नै छोराछोरी श्रीमान श्रीमतीको कुरा गर्नु, इतिहास त साक्षी छ नि त, साला साली सबलाई सांसद बनाउन चाहे, परिवारमा उनीहरूको चाहिँ दबदबा भयो, जनताहरू तपाईँ के खाइरहेछन्, कसरी बसिरहेछन्, कसरी सुतिरहेछन्, उनीहरूको जीवनशैली के छ, कसरी गाउँघरका किसानहरूले मल पाए कि पाएनन्, कसरी किसानले खेती गरिरहेछन्, मजदुरले कसरी काम गरिरहेछन्, विद्यार्थीले कसरी पढिरहेछन्, म भन्छु मेरो एउटा आज एनालाइसिस भएन, त्यो एनालिसिस भएन। आज म तपाईँलाई भन्न चाहन्छु, ल यो देशमा दुईवटा काम गरौँ, यो देशमा भ्रष्टाचार हुँदैन। ल एनकेजी तपाईँ र मेरो एउटा सहमति, ल आज म घोषणा गर्न चाहन्छु, एउटा शिक्षामा निःशुल्क, अर्को स्वास्थ्यमा निःशुल्क। ल तपाईँको छोराछोरी उसले उपचार पनि निःशुल्क गर्न पाछ, स्वास्थ्यमा पनि उसले तपाईँलाई थाहा छ निःशुल्क उपचार पाछ, र पढ्न पनि निःशुल्क पाछ भने उसले पढ्न पनि उसले पैसा तिर्नु परेन भने उसले चाहेको स्कुलमा पढ्न पाए, निःशुल्क पढ्न पाए, फी नतिर्कन पढ्न पाए, र उसले चाहिँ शुल्क नतिर्कन उपचार गर्न पायो भने अनि तपाईँले भ्रष्टाचार गर्नुपर्छ, गलत काम गर्नुपर्छ पर्दैन। तर आजको दिनमा सरकारी स्कुलहरू पनि अनि नेपालमा धेरैवटा सरकारी हस्पिटलहरू पनि खुल्या छन् नि त, तिनले के सेवा दिन नसक्या हो, राज्यले तिनलाई राम्रो बनाउन नसक्या हो? होइन, उनीहरूको अनुभव नै भएन, बर्मलुट भयो। निजी अस्पताल कतिपयले राम्रो पनि काम गरिरहेछन्, तर के भन्दाखेरि बढी छ क्या शुल्क, गरिब निमुखाका छोराछोरीले त्यहाँ उपचार गर्नै सक्दैनन्। एउटा हुम्लामा छ नि काम गर्ने किसानले त्यहाँ तपाईँको 20 लाख तिर्न सक्दैन, सक्छ। त्यसैले स्वास्थ्यमा निःशुल्क गरौँ, ल राज्यको दायित्व। ओके, त्यसपछि जेनजीले सरकारको लागि नामहरू पठायो, नयाँ सरकार बन्यो, अनि बजारमा नेपाली जनताहरूले यो सरकार त विदेशी देशहरूले बनाए, विदेशी चलखेल भयो, एनजिओ आइएनजिओले बनाए भनेर चोकमा काठमाडौँभन्दा बाहिर र काठमाडौँभित्र पनि सिंहदरबारदेखि एउटा वडा कार्यालयसम्म गफ हुन थाल्यो कि यो सरकार तपाईँको एनालाइसिसमा विदेशीले बनाएको हो, अब के यो एनजिओ आइएनजिओले बनाएको होइन? यसमा तपाईँको भनाइ के छ? प्रमाण चाहिन्छ भन्न त म जे पनि भनिदिन्छु, यो चाहिँ म जर्नलिस्ट हुँ, सूचना दिने मान्छे हुँ, म हच्चाउको आधारमा तपाईँसँग यी कुराहरू भन्न सक्दिनँ, तर मान्छेहरूको भनाइ त्यही छ। तर यो होइन, विज्ञहरूको भनाइ काहीँ न काहीँबाट यो कुराहरू आएर कुरा आइराखेको छ, बस भइराखेको छ। आइएनजीको कुरा गर्दाखेरि को कहाँबाट सञ्चालित छन् होइन, कसको इसारामा को मन्त्री बने भन्ने कुरा बाहिर आइराखेको छ। म नाम कोट गर्न चाहन्न, नाम भन्न चाहन्न। तपाईँको नाम पनि गएको थियो मन्त्रीको लागि? होइन, मलाई प्रस्ताव आएको थियो, मैले अस्वीकार गरेँ। प्रस्ताव आएको थियो? कुन मन्त्रालयको लागि? होइन, तपाईँ कुन मन्त्रालय खान चाहनुहुन्छ, कुन मन्त्रालयमा बस्न चाहनुहुन्छ भनेर मलाई भनेको थियो। मैले अहिले म मन्त्री बन्ने मेरो चाहनै छैन, रुचि नै छैन। जेनजीहरूले पनि मलाई दबाब दिए तपाईँ मन्त्री बन्नुपर्छ भनेर। अब धेरै नेताहरू आए जेनजीहरूको होइन, सुदन गुरुङले त अनुरोधै गर्नुभयो, मैले मन्त्री बन्दिनँ। मलाई मन्त्री बन्नुभन्दा एउटा पत्रकारिताको रूपमा काम गरेर इमान्दारिताका साथ काम गरेर होइन व्यवसायिक पत्रकारिता गरेर म चाहिँ रमाउन चाहन्छु भने मैले, त्यसैले मैले त्यो प्रस्तावहरू अस्वीकार गरेँ। प्रस्ताव आएको थियो तपाईँलाई? प्रस्ताव आएको थियो। तपाईँले पार्टी खोल्नु भयो नि? पार्टी मैले खोलेँ। म्याडमलाई तपाईँले अध्यक्ष बनाएर? म अध्यक्ष होइन, पार्टीको संयोजक रमण कुमार कर्ण हो होइन, उहाँ प्रस्तावित उपाध्यक्ष हो होइन। देखाउने फेस त म्याडम हुनुहुन्छ नि? एलिजा म्याडम होइन, एलिजाजी त प्रस्तावित उपाध्यक्ष हो, अहिले कुनै पदाधिकारी चयन पनि भएको छैन। तर पनि अब पार्टी एजेन्डा हो। नेपालमा त कम्पनी खोल्न गाह्रो छ, पार्टी खोल्न सजिलो छ। पार्टी चलाउनु पर्छ, इमान्दारी छ। जनताको पार्टी चलाउन केही गाह्रो छैन। अब जनताले भोट कसलाई हाल्ने त? जनताले राम्रो काम गर्नेलाई हाल्ने, इमान्दार मान्छे कसरी छान्ने नि? जनताले चिन्दैनन्। देशभरिका मान्छेले ऋषि धमाला के हो, ऋषि धमालाको हैसियत के हो, ऋषि धमाला के काम गर्छ, ऋषि धमालाले कसरी पत्रकारिता गरेको छ, 30-35 वर्षदेखि ऊ चाहिँ देश र जनताको बिचमा कसरी बहस गरिरहेछ, बिहान रेडियोमा गर्छ, 24 घन्टामा 20 घन्टा 18 घन्टा काम गर्छ ऋषि धमाला। बिहान 4:30 बजी उठेर बेलुका 12 बजीसम्म काम गर्छ ऋषि धमाला। सबैलाई थाहा छ नि। मेरो भनाइ के हो भने यो पार्टी मेरो पार्टी होइन, यो जनताको पार्टी हो। जनताले यो पार्टीलाई समर्थन गरे यो पार्टी हुन्छ।
त्यसैले मैले जनतालाई भन्न चाहन्छु ऋषि धमलालाई धेरै अफरहरू आएको थियो राजनीतिमा म त्यतिर जान चाहन्न मन्त्री बन्ने पनि अफर आयो मन्त्री बन्ने पनि आएको थियो धेरै पटक चुनाव लड्ने पनि अफर आएको थियो 2064 सालमा गिरिजाप्रसाद कोइरालाले बोलाएर धादिङ 2 मा चुनाव लड भन्नुभएको हो मैले नलडेको हो तपाईँलाई काङ्ग्रेसले सिटौला कतिचोटि दिनलाई अफर गर्नुभएको थियो काङ्ग्रेसबाट टिकटको होइन 2-3 पटक मलाई टिकटको अफर थियो मैले लिन अहिले तपाईँ काङ्ग्रेस हो कि होइन म काङ्ग्रेस होइन अहिले आफ्नै पार्टीको तपाईँ संयोजक हो होइन म संयोजक पनि होइन संरक्षक हो संरक्षक पनि अहिले होइन आधिकारिक होइन अनि तपाईँले कसरी सपोर्ट गर्ने आफ्नै घरको मान्छेलाई सपोर्ट नगर्ने होइन राम्रो एजेन्डा ल्यायो भने म समर्थन गर्छु जनादेश पार्टीले देश र जनताको पक्षमा काम गर्यो भने म समर्थन गर्छु अब मलाई म तपाईँ सुन्नु जस्तो एनके सरजी तपाईँले राम्रो काम गर्नु म तपाईँलाई समर्थन गर्छु म त राम्रो काम गरी मान्छेलाई समर्थन गर्ने कुरा हो नि यदि जनादेश पार्टीले पनि राम्रो काम गरेन मैले किन समर्थन गर्ने उसले देश र जनताको पक्षमा सिस्टमको पक्षमा डेलिभरी दिन सक्यो तर त्यो पार्टीको गाइडेन्स त हजुरबाट हुन्छ अगाडि बढ्यो होइन गाइडेन्स त्यसो गर्नु हुँदैन पोलिटिकल पार्टीलाई फेरि तपाईँ लिडरसिपलाई छ नि हस्तक्षेप गर्नु हुँदैन अब मलाई एउटा कुरा भन्नुहोस् नेपालभरिबाट कतिवटा सिट आउँछ होला आज म त खुलासा गर्न चाहन्न ल अब अर्को तपाईँलाई अर्कै अन्तर्वाद तपाईँसँग मेरो त सुरुवात हो नि त एनकेजी अर्को अन्तर्वाद म मास्टर प्लान दिन्छु सुन्नुहोस् पोलिटिकल पार्टीको मास्टर प्लान म राजनीतिमा गएँ भने किन जाने राजनीति किन गर्ने राजनीतिमा मैले जुन किसिम भोगाइ छ नि जुन अनुभव छ नि त्यसलाई म चाहिँ योजनाबद्ध रूपमा तपाईँलाई ल्याएर दिनेछु मसँग यो देश बनाउँ 10 वर्षमा नेपाललाई विकसित राष्ट्र बनाउने मसँग एजेन्डा छ अब एजेन्डा आज म खुलासा गर्न चाहन्छु आज नगर्नु अर्को पटक गर्छु म त्यसो भए यो अब आउने चुनाव टाइममा हुन्छ कि हुँदैन तपाईँको विचार चुनाव गर्नुपर्छ म चुनावको पक्षमा छु टाइममै गर्नुपर्छ टाइममै गर्नुपर्छ चुनाव भनेको फागुन 21 मै गर्नुपर्छ अहिलेको प्रधानमन्त्री सुशीला कार्की गृहमन्त्री ओम प्रकाश अर्याल र प्रमुख निर्वाचन आयुक्त काम हुनुहुन्छ नि भण्डारीज्यूलाई म आग्रह गर्न चाहन्छु अब तपाईँहरू तयारीका साथ जानुहोस् दललाई कन्भिन्स गर्नुहोस् केपी शर्मा ओली शेरबहादुर देउवा प्रचण्ड माधव नेपाललाई बोलाउनुहोस् निर्वाचन आयोगले पनि बोलाउनु पर्यो प्रधानमन्त्रीलाई पनि त्यहाँ बोलाउनु पर्यो प्रधानमन्त्री उपस्थित हुनु पर्यो गृहमन्त्री मन्त्रीहरू सबै राखेर निर्वाचन आयोगले शीर्ष नेताहरूलाई राखेर ल चुनावको एजेन्डा लिएर जाऊ अब जनतामा जाऊ जनतामा जानु पर्यो नेताहरू अब कोठे बैठक गरेर अहिले पनि समय खेर फाल्ने काङ्ग्रेसको बैठक तपाईँको चाहिँ केन्द्रीय समितिको बैठक एउटा महाधिवेशनको मिति तोक्नको लागि के गर्ने भनेर 1 महिना बैठक बस्छ यस्तो पनि पार्टी हुन्छ तुरुन्तै 1 घन्टामा ल फलानु दिनमा मिति फलानु मितिमा चाहिँ महाधिवेशन ल्याङ गर्नु भएन इट्स ए फरवार्ड ओके अब मलाई भन्नुहोस् त यदि चुनाव भइहाल्यो भने सबभन्दा ठुलो दल कुन बन्छ जस्तो लाग्छ तपाईँको विचार अहिले त कुरा गर्न अहिले म जनमत छ नि मैले सर्वे गरेको छैन आजको दिनमा सबै कुरा भन्न गाह्रो छ एनकेजी ओके किन जनमत कता जान्छ त्यो हेर्न बाँकी छ जेएनजीहरूले के गर्छन् जनतालाई कन्फ्युजन नबनाउनको लागि ऋषि धमलाको जनतालाई दिने सल्लाह सुझाव चाहिँ के हुन्छ जनतालाई यसपटक चाहिँ म भन्न चाहन्छु मान्छेहरू विवेकशील छन् नेपाली जनता नेपाली जनताले राम्रो मान्छे छान्न सक्छन् नेपाली जनता इमानदार हुनुहुन्छ नेपाली जनताले चाह्यो भने हरेक परिवर्तन सम्भव छ आगामी निर्वाचनमा पनि नेपाली जनताले चाह्यो भने युवा पुस्ताको हाली मुहाली हुन्छ पार्लियामेन्टमा 2 आइपुग्छ ल जुनसुकै पार्टीको होस् सुन्नुहोस् है एनकेजी जुनसुकै पार्टी काङ्ग्रेस एमाले नेपाली कम्युनिस्ट पार्टी अथवा नयाँ पार्टी जनादेश पार्टी अथवा राष्ट्रिय स्वतन्त्र पार्टी जोसुकै होस् जनताले चाह्यो भने बहुमत युवाहरूको पुग्छ यदि कुनै पनि ठुला पार्टीले युवालाई टिकट दिएनन् भने विद्रोह हुन्छ अब त्यस्तो अवस्थामा के हुन्छ विद्रोह कसले गर्छ सबैले गर्छ युवाहरूले त्यही पार्टीभित्रकै युवाले गर्छन् अब चुप लाएर युवाहरू बस्दैन ढुक्क हुनु पक्का अब जेएनजीको जुन माग छ नि चुनावभन्दा अगाडि सम्बोधन हुन्छ कि चुनाव पछाडि सम्बोधन हुन्छ चुनावभन्दा अगाडि जेएनजीको मागलाई सम्बोधन गर्नुपर्छ यदि जेएनजीको माग सम्बोधन भएनन् भने त यी सबै जेएनजीका आन्दोलन गर्ने मान्छेहरू त भोलि जेल जान सक्छन् नि त्यसैले जेएनजीहरूले जुन उठान गरेका मुद्दाहरूलाई अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री सुशीला कार्की जेएनजीहरू बसेर सहमति गरेर हस्ताक्षर गरेर उनीहरूको मागलाई पुरा गर्न पहल गर्नुपर्छ 23 गतेको बेलुका जुन नेपालको विभिन्न भवनहरू क्षति भयो त्यसपछि देशभरि एउटा सन्नाटा छायो देशमा राजतन्त्र आउँछ कि अब के हुन्छ त्यो अवस्थामा ऋषि धमला कहाँ हुनुहुन्थ्यो होइन धेरैले हल्ला गरे तर त्यो अवस्था के थियो म चाहिँ राजा आउने पूर्व राजा ज्ञानेन्द्र शाहलाई बुद्धिमत्तापूर्ण निर्णय गर्न सक्ने क्षमता भएको राजा मान्छु है उहाँले नारायणी दरबार छोडेर जानु पनि 2065 सालमा नारायणी दरबार छोडेर जानुभयो भने संविधान सभाको निर्वाचनपछि त्यो दूरदर्शिता हो ओके उहाँको इज्जत बढेको छ अहिले जनताले छ नि साथ नदिएसम्म दलहरूले सहमति नगरेसम्म पूर्व राजा ज्ञानेन्द्र शाह राजा बन्न तयार हुनुहुन्न क्या उहाँले बुझ्नु भएको छ अहिले राजा बनेर के गर्ने फेरि आन्दोलन भयो भने के गर्ने
त्यसैले म भन्छु उहाँका सल्लाहकारहरूलाई पनि भन्न चाहन्छु पहिला राष्ट्रिय सहमति कायम गरौँ सर्वपक्षीय सहमति कायम गरौँ सबै मान्छे सहमत हुनुपर्छ जनताको मत के छ बुझेर मात्रै निर्णय लिनु जनता अब सबभन्दा ठुलो कुरो जनता हो एनके चाहिँ ओके जनताभन्दा ठुलो कोही पनि छैन अब अलिकति कुरा गर्छु पुरानो नेताहरूको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई के सल्लाह दिन चाहनुहुन्छ होइन रविजी को बारे अहिले म नकारात्मक कुरै गर्न चाहन्छु उहाँलाई प्रतिशोध साधिएको थियो होइन मैले बारम्बार भनेको छु प्रतिशोध त साधिएकै हो कि उहाँले गल्ती गर्नुभएको थियो तपाईँ के होइन उहाँका पनि कमी कमजोरी भयो होलान् भएनन् भनेर म भन्दिनँ तर पनि त्यति दुःख दिन हुन्थेन दुःख दिएकै हो उहाँ बाहिर निक्लिनुपर्छ भन्ने तपाईँको भनाइ होइन बाहिर निक्लेर उहाँले चाहिँ सबै कानुनी छ नि प्रक्रियाहरू पुर्याएर होइन अदालतले चाहिँ हाम्रो देशको न्यायालयप्रति मेरो त आस्था र विश्वास छ हेर्नुहोस् न्यायपालिका भनेको जनताको आस्थाको धरोहर पनि हो अहिले पनि न्यायपालिकाप्रति मेरो त अटल विश्वास छ ओके त्यसैले गर्दा न्यायपालिकाले जे गर्छ त्यसलाई उहाँले मान्नुपर्छ मान्नु पनि हुन्छ उहाँले उहाँ पनि बुझेको मान्छे हो काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई तपाईँले दिने सल्लाह के हो बालेन शाह जनतामा आउनुपर्छ अब कोठाभित्र बसेर सोसियल मिडियामा स्ट्याटस लेखेर मात्रै हुँदैन अब चुनाव लड्नु भयो भने जित्नुहुन्छ कि हार्नुहुन्छ यही पारा हो नि म चाहिँ चुनाव जित्नुपर्छ भन्छु युवाहरूले हार्नु हुँदैन तर त्यसको लागि उहाँलाई दिनुपर्ने सल्लाह के उहाँ एक्टिभ हुनु पर्यो अहिले के उहाँ एक्टिभ हुनुहुन्न फेसबुकमा एक्टिभ हुनुहुन्छ सोसियल मिडियामा फेसबुकमा एक्टिभ भएर पुग्छ जनतामा जानु पर्यो जनता देशभरि घुम्न पर्यो बारेन छ ओके दुर्गा प्रसाईले पनि आन्दोलन गर्छु भन्दै हुनुहुन्छ मङ्सिरमा उहाँलाई के सल्लाह दिन चाहनुहुन्छ दुर्गा प्रसाईलाई म भन्न चाहन्छु के को आन्दोलन गर्नुहुन्छ उहाँले दुर्गा प्रसाईको आन्दोलनको एजेन्डा त क्लियर छ आइसकेको छ तर अहिले आन्दोलन गर्ने बेला होइन भन्छु म दुर्गाजीलाई आन्दोलन देश छ नि ठुलो समस्या परिसकेको छ क्या ओके शिथिल भइसकेको छ क्या देशको समस्याको समाधान आन्दोलनबाट हुँदैन वार्ताबाटै खोज्ने हो वार्ताबाटै दुर्गा प्रसाई वार्तामा आउनुपर्छ समस्याको समाधान खोज्नुपर्छ सरकार पनि गम्भीर हुनुपर्छ अब म भन्छु कसैले पनि आन्दोलन गर्ने होइन आन्दोलनबाट समस्या समाधान हुन्छ देशले कति आन्दोलन भोग्ने 7 सालदेखि अहिलेसम्म आन्दोलन गरेका छौँ हामीले विकास गर्नुपर्छ देशको चाहना अनुसार जनताको चाहना अनुसार काम गर्नुपर्छ अब समृद्धिको यात्रामा अगाडि बढ्नुपर्छ तपाईँले केही समय अगाडि प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा एउटा अन्तर्वार्ता लिनुभएको थियो जहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाई र एउटा ठुला घरानाका व्यवसायी पवन गोल्यान्ड बीच अन्तर्वार्ता गराउनु भयो दुईजनालाई जुदाउनु भयो त्यो नेसनल इस्युको विषय पनि बन्यो धेरै मान्छेले हेरे त्यो दुवैजनाको संयोग कसरी मिल्यो जब कि दुर्गा प्रसाईले त नेपालका माडवारीहरूलाई नकारात्मक किसिमले टिप्पणी गर्नुहुन्छ कसरी दुवैजना चाहिँ एकै ठाउँमा राखेर सम्भव भयो अलिकति कहानी खुलाइदिनु न आम नेपाली दर्शकहरूले यो सुन्न चाहन्छ यस्तो छ एनकेजी दुर्गा प्रसाईजीले मलाई के भन्नु भने अन्तर्वार्ता गर्नुपर्छ भन्नुभयो अनि मैले पवन गोल्याललाई भेटेँ ओके तपाईँ पनि दुर्गा प्रसाईसँग बस्ने हो भने तपाईँ मिलाउन सक्नुहुन्छ भने मैले मिलाउन सक्छु भने साँच्चीकै भने तपाईँ बस्न सक्नुहुन्छ म बस्छु भन्नुभयो पवन गोल्याललाई सोध्नुहोस् न ओके उहाँको सल्लाह र सहमति लिएर मैले दुर्गा प्रसाई र उहाँलाई सँगै राखेँ हो एप्रुभल लिएर गरे हो एकदम अनुमति लिएर अकस्मात त होइन क्लियर कट हुनु त्यसमा दुवैजनालाई थाहा थियो दुर्गा प्रसाईलाई पनि पवन गोल्यान्ड आउँदैछ भन्ने थाहा थियो पवन गोल्यान्डले दुर्गा प्रसाई आउँदैछ भन्ने थाहा थियो मलाई पवन गोल्यान्ड सरले मैले फोन गर्दै गर्दा मलाई 81 बोलाइयो दुर्गा प्रसाई चाहिँ आउँदै हुनुहुन्छ भन्ने कुरा मलाई जानकारी दिएन भनेर इन्फर्मेसन होइन गलत भयो उहाँलाई कसले प्रभावमा पार्यो अथवा कसको प्रभावमा बोलिरहनु भएको छ पवन गोल्यान्ड जस्तो उद्योगपतिले तर उहाँलाई मैले सल्लाह गरेर उहाँसँग कुरा गरेर र उहाँकै सहमति लिएर मैले अन्तर्वार्ता गरेँ हो दुर्गा प्रसाई र उहाँलाई सँगै राखेँ ओके यो देशमा फेरि राजतन्त्र फर्किने सम्भावना छ राज संस्था फर्किने सम्भावना छ तपाईँको एनालाइसिस के हो होइन जनता जनार्दन जनताले चाह्यो भने असम्भव केही पनि छैन जनताले चाहेन भने केही पनि हुँदैन म त जनता ठुलो शक्ति हो पोसिबल छ होइन जनताले के गर्छ हेरौँ न यदि आइहाल्यो भने होइन जनताले नचाहेसम्म कोही पनि फर्कँदैन ओके दुर्गा प्रसाईले एउटा अभिव्यक्ति दिँदै हिँड्नु भएको छ नि नेपालको धेरैजना ऋणीहरूको म ऋण मिना गरिदिन्छु र नेपालका सबै माडवारीहरूले जसले ट्याक्स तिर्नु भएको छैन उहाँलाई ट्याक्स तिर्न लगाउँछु भन्ने खालका अभिव्यक्तिहरू दिँदै हिँड्नु भएको छ यसमा तपाईँको समर्थन छ हो होइन दुर्गा प्रसाईका केही माग राम्रा पनि छन् फेरि सबै माग खराब छन् गलत छन् भनेर म भन्दिनँ तपाईँ त इन्टरभ्यू लिँदै गर्नुहुन्छ किन सम्झाउनुहुन्न कतिपय कुराहरू तर दुर्गा प्रसाईका कतिपय मागहरू समय सापेक्ष नहुन पनि सक्छ तर कतिपय मागहरू जनताका भुइँ मान्छेका माग पनि छन् क्या त्यो राज्यले पुरा गर्नुपर्ने माग पनि छन् किनभने आज सरकारी पीडित लघुवित्त पीडितको पीडा डर लाग्दो छ नि त फेरि
समस्यामा छ नि त मान्छेहरू मिटरबाज पीडितको पीडा त डरलाग्दो छ नट अ जोक ओके उनीहरूलाई पैसा त फिर्ता गर्नै पर्छ राज्यले ओके अब अलिकति तपाईँको व्यक्तिगत जीवनको कुरा गर्छु र हामी कार्यक्रमको अन्तिममा पनि छौँ तपाईँ आफूले आफूलाई कसरी मेन्टेन गर्नुहुन्छ के खानुहुन्छ तपाईँको बिहानदेखि बेलुकासम्मको आफ्नो लाइफस्टाइल कतिखेर खाना टाइम भ्याउनुहुन्छ कतिखेर परिवारलाई टाइम दिनुहुन्छ अलिकति यो कुरा क्लियर गरिदिनुहोस् न हाम्रो परिवारलाई मैले समय दिन सकेको छैन एलिजाजी सुझबुझ भएको युवती हो किन भन्दाखेरि म दिनमा 18 घन्टा काम गर्छु आजसम्म एउटा पनि कार्यक्रम बन्द भएको छैन तपाईँको मेरो प्रत्येक दिन कार्यक्रम सञ्चालन गर्नु काठमाडौँभन्दा बाहिर जानुभयो नेपालभन्दा बाहिरबाट लाइभ गर्छु बाहिरबाट लाइभ टिमै लिएर जान्छु जस्तो त्यसले गर्दाखेरि अब बिहान रेडियो कार्यक्रम कहिले बन्द भएको छैन सेड्युल सुनाउनु न आज होइन म बिहान 4:30 बजे उठ्छु उठिसकेपछि म नित्यकर्म गर्छु त्यसपछि म जिममा जान्छु भ्याएसम्म जिमपछि म रेडियोमा पुग्छु नेपाली बस सञ्चालन गर्छु त्यसपछि म रिपोर्टर्स क्लबमा जान्छु देशभरिका मान्छेहरू आउनुहुन्छ भेट्छु भुइँ मान्छेहरू दुःख पाएका मान्छेहरू आउनुहुन्छ उहाँलाई भेट्छु त्यसपछि म घर जान्छु खाना खान्छु त्यसपछि म विभिन्न मिटिङहरूमा कहिले टेलिभिजनमा कहिले रेडियोमा कहिले रिपोर्टर्स क्लबमा कहिले चाहिँ अब विभिन्न सेक्टरका मान्छेहरूसँग अन्तर्क्रिया गर्छु भेट्छु कुराकानी गर्छु धेरै मान्छेको पीडा छ नि त मलाई थाहा छ नि त कति फोन आउँछ करिब 400-500 फोन त म यो दिनमा उठाउँछु 400-500 फोन आफै उठाउँछु अनि तपाईँलाई भेटेका मान्छेहरूको समस्या तपाईँले समाधान गरिदिनु भएको छ कि छैन होइन मैले गरेको छु धेरैको समस्या समाधान सकेसम्म होइन मेरो शक्ति र पहुँचले भ्याएसम्म काम गर्छु कति जनताको समस्या आउँछ जनताको समस्या कतिपयको कस्तो समस्या आउँछ भन्दाखेरि मेरो छोरालाई रोजगारी पाएन रोजगारी दिलाइदिनु पर्यो मेरो छोराले पढ्न पाएन मेरो छोराले उपचार पाएन मेरो मान्छे विदेशमा फसिरहेछ खाडी बिलमा फसिरहेछ त्यो मान्छेलाई ल्याइदिनु पर्यो मेन पावर लगाएर चाहिँ दुःख दिइरहेछ काम दिएको छैन कतिपय मान्छेको चाहिँ मलाई श्रीमानले कुट्यो मलाई घरबाट निकाला गर्यो मेरो चाहिँ पीडा डर लाग्दो छ म कसो गरौँ कोही मान्छे त मेरो पैसा फलानाले खाइदियो मेरो चेक बाउन्स भयो त्यो चेक बाउन्स हुँदाखेरि पनि मेरो कुरा कसैले सुनेन परले सुनेन सरकारले सुनेन तपाईँले भनिदिनु पर्यो मिडियामा समाचार बनाइदिनु पर्यो समाचार देखाइदिनु पर्यो धेरै विकास भएन गाउँघरमा भ्रष्टाचार भइरहेको छ जस्तो आज म बैतरीको मान्छेसँग कुरा गरिरहेको थिएँ बिहान मलाई 5:30 बजे उहाँले फोन गर्नुभयो बैतरीमा चाहिँ त्यहाँ जेनजी पुस्ताहरूले तालाबन्दी गरेर चाहिँ एउटा गाउँपालिका 1 महिनादेखि होइन मैले त्यसलाई समस्या समाधान गर्न पहल गरेँ त्यसैले गर्दा धेरै यस्तो समस्या भनेको मतलब तपाईँ चुनावमा उठ्नुभयो भने त नेपालभरिको मान्छेको जनताको काम गरिदिनु भएको छ तपाईँलाई भोट हालेर जिताउँछ नि त होइन म एउटा दाबी गर्छु है मैले अहिले राजनीति जान्छु भनेको छैन एनकेजी म 165 निर्वाचन क्षेत्रबाट ओके जहाँबाट लड्यो नि चुनाव जित्न सक्ने हैसियत चाहिँ राख्छु कन्फिडेन्टका साथ भन्नुहुन्छ एकदम म जनताको लागि काम गर्ने मान्छे हुँ जनताले तपाईँलाई विश्वास गर्छ फेरि पत्रकारिता र राजनीति फरक कुरा हो नि मलाई थाहा छ म राजनीति पत्रकारिता गरे मान्छे ग्राउन्ड लेभलमा जनताले भोट नदेलान् कि होइन दिन्छ किनभने म पत्रकारिताको माध्यमबाट राजनीति गरे मान्छे ओके राजनीतिको माध्यमबाट पत्रकारिता गरे मान्छे 40 सालको मुभमेन्टमा म त विद्यार्थी आन्दोलन गरे मान्छे 180 वटा स्कुल लिडर भएको मान्छे ओके मधेसमा गएर लड्नुभयो भने जित्नुहुन्छ जहाँ पनि हिमालमा पनि जित्नुहुन्छ एकदम कन्फिडेन्स छ एकदम कम्पिटेन्सका साथ भनिरहेछ कति मान्छेको समस्या समाधान गरिसक्नु भएको छ कति जनताको कति तपाईँलाई पैसा पनि दिन्छन् होइन पैसा मैले आजसम्म तपाईँ सोध्नुहोस् जीवनमा बरु म आफू काम गरेर चाहिँ खान्छु मलाई थाहा छ कर्म गर फलको आशा नगर ओके काम गर तपाईको मासिक आम्दानी कति हो त मेरो केही पनि छैन म सरनजी पत्रकार हो प्राइम टेलिभिजनबाट पनि आउँछ रिपोर्टर्स क्लबबाट पनि आउँछ एफएमबाट आउँछ नेपाली रेडियोबाट होला हैन म धेरै ठाउँमा काम गर्छु तर मैले भने मलाई जेन तेन खर्च चलेछ तपाईलाई कुनै समाचार लेखेको भरमा धम्की आछ कि छैन अहिलेसम्म त्यस्तो धम्की त कति आयो कति थर्काउँछन् किन समाचार लेखे के आधारमा लेखे भन्छ मसँग प्रमाण छ आउनुस् भनेर भन्छु अनि आउँछ आउँदैन आउँदैन अनि कुनै समाचार रोकिदिनु पर्यो हजुर यति पैसा दिन्छु भनेर अफर आछ कि छैन अहिलेसम्म त्यो अफर मलाई गर्न सकेका छन् कसैले डराउँछन् क्या तपाईसँग अहिलेसम्म कसैले गरेका छन् डराउँछन् क्या अब त्यो थाहा छैन ओके अन्तिममा हाम्रा दर्शक महानुभावहरू जो देशबाट विदेशबाट हाम्रो कार्यक्रम हेर्दै हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ एनके शरदजी आज तपाईँसँग मैले अन्तरङ्ग कुरा गरेँ धेरै दबाबपछि मैले पहिलो पटक अहिले चाहिँ अब अन्तर्वार्ताको लागि म तयार भएँ ओके किन भन्दाखेरि तपाईँले राम्रो कार्यक्रम चलाउनु भएको छ म विदेशमा बस्ने नेपालीहरूलाई एउटा कुरा आश्वस्त पार्न चाहन्छु यस पटकको निर्वाचनमा उहाँहरूलाई मतदानमा सहभागी गराउने ओके मेरो एजेन्डा हो यो खुसीको कुरा पनि एकदम विदेशमा बस्ने सबै नेपालीले हाम्रो देशको
मतदानमा आफूले चाहेको आफूले छानेको आफूले जानेको आफूले बुझेको मान्छेलाई छान्न पाउनुपर्छ डिजिटल तरिकाले कि फिजिकलले एकदम डिजिटल फिजिकल त उनीहरू आउनै सक्दैन होइन त्यो चिठी खाममा हालेर पठाउनु मिल्छ होइन डिजिटलमै जानुपर्छ त्यो सिस्टममै जानुपर्छ ओके यो नयाँ कुरा हो सबैको लागि खुसीको कुरा हो र अब अन्तिममा पनि तपाईँले भन्नु पर्यो हामीले छान्ने लिडर पुरानै तिनै दल छन् टप टु बटम वडा कार्यालयदेखि लिएर प्रधानमन्त्री कार्यालयसम्म सिन्डिकेट एउटा छ दलको भातृ सङ्गठनहरू छन् त्यही साथीहरू नै पुराना हाम्रा हजुरबुवा बुवाका मान्छेहरू नै फेरि फर्केर आउँछन् कि नयाँले अपोजिसन नपाउने पो हो कि तर जनता सचेत भइसके बुझिसके जनता बुझिसके यसपटक तपाईँले यो नेपाल सबै घुमेर रिसर्च गर्नु भएको छ कि छैन मैले गरेको छु मसँग केही कुरा सूचना छ आउँदैन पुराना नेताहरूले सिट पुरानो नेताहरूले होइन कतिपय चुनाव जित्लान् फेरि जित्दैनन् भनेर म भन्दिनँ ठौका गर्दिनँ तर महाभारत जस्तो गाह्रो छ चुनाव जित्न सिट आउँदैन आउला 2-4 सिट तर पुरानो नेताहरूलाई चुनाव जित्न चाहिँ महाभारत जस्तो गाह्रो छ धेरै गाह्रो छ नयाँ आउँदै गरेका पार्टीहरू सबैले सिट ल्याउँछन् उनीहरूलाई पनि गाह्रो छ तर भोट त बाँडिनु युवाहरू भोट त बाँडिनु भयो नि बाँडिन्छ नि लोकतन्त्र भनेको त्यही हुन्छ जनताले जसलाई मन पराउँछ त्यसलाई भोट दिनु अन्तिममा केही छ 2 शब्द सबै जनतालाई म स्याल्युट गर्न चाहन्छु अभिनन्दन गर्न चाहन्छु जय जनता थ्याङ्क यू सो मच नमस्कार